रस्को पाउनको गफ यो लेख्नु होला सोसियोलोजिकल स्कुलमा विशेष गरी यही हो अब उसले भन्छ इन्ट्रेस्टको कुरा पनि गर्छ त्यो बीचमा इन्जिनियरिङ गर्न त्यति सजिलो कुरा चाहिँ होइन भन्छ त्यहाँ स्वार्थको द्वन्द्व देखिन्छ भन्छ उसले तीन किसिमको स्वार्थको द्वन्द्व हुन्छ भन्छ एउटा इन्डिभिजुअल इन्ट्रेस्ट हुन्छ अर्को पब्लिक इन्ट्रेस्ट हुन्छ अर्को सोशल इन्ट्रेस्ट हुन्छ भनेको परिवर्तन गर्दै गर्दा हिजोदेखि परम्परादेखि बाउको सबै अंश सर्ल्याप्प खाने छोराले एकाएक दिदी र बहिनीलाई अंश दिन मान्छ अब मान्दैन नि दिस इज सो प्राइभेट इन्ट्रेस्ट हो ऊ हिजो छोरी त मेरो दिदी त भिनाजुले दिइहाल्छ नि ज्वाइँले दिन्छ नि भन्न दिनै मान्दैन अन्यथा नलिन्छ है कसैलाई परिगयो भने पनि नपरोस् त्यस्तो दिन मान्दैन सधैँदेखि खान बानी छ उसलाई पल्किसकेको छौ त पब्लिक इन्ट्रेस्ट के अरे प्राइभेट इन्ट्रेस्ट भनेको त्यही हो निजी स्वार्थ सधैँदेखि मेरै जात मात्रै पुजारी हो मैले नै यो संसार थामेको छु भनेर बस्ने ब्राह्मणले अब दलितलाई मन्दिर छिर्न दिन्छ त एकाएक दिँदैन दिस इज प्राइभेट इन्ट्रेस्ट उसको यसरी बुझ्नुस् न काठमाडौँ जहिले पनि राज्यमा मोजमस्ती गर्ने काठमाडौँले अब कर्णाली र सुदूरपश्चिम र मधेसलाई मन्त्री बन्न दिन्छ त त्यति सजिलै अथवा पहाडिया चिन्तनले मधेसलाई त्यति सजिलै स्वीकार्छ त अथवा लिमी भ्यालीको टासी लाजमलाई त्यति सजिलो स्वीकार्छ त स्वीकार देखियो नि त अहिले हो यसरी एउटा हुन्छ के हुन्छ इन्जिनियरिङ गर्न त्यति सजिलो कुरो होइन स्वार्थको द्वन्द्व कस्तो स्वार्थ एउटा हुन्छ प्राइभेट इन्ट्रेस्ट निजी स्वार्थहरू व्यक्तिले आफ्नो कुरा हेर्छ जहिले पनि ठीक छ दोस्रो हुन्छ पब्लिक इन्ट्रेस्ट अब पब्लिक भनेको आफ्नो होइन कि समुदायको हितको कुरा पनि आउँछ त्यो भनेको सुकुम्बासी बस्ती खाली गराउन भन्ने कुरामा जाउँ न बेस्ट एक्जाम्पल त्यो सुकुम्बासी बस्तीमा जसले मजाले सरकारी जग्गा कुम्ल्याएर बसेका छन् छोरा अमेरिका र अस्ट्रेलिया पठाएर आफू सुकुम्बासी भन्ने बहाना होला नि कति साँच्चै होला छन् रियल सुकुम्बासी पनि होला छन् तर सबै सुकुम्बासी देखियो नि त होइन मिडियामा त यत्रो सुनको सिक्री लाएर मेरो एउटा छोरा अस्ट्रेलिया अर्को अमेरिका भन्ने अनि घरभित्र पुरा तपाईँको वासिङ मेसिन राखेको छ अनि आफूलाई सुकुम्बासी भनेर सरकारी जग्गा कुम्ल्याएर बसेको छ भने ऊ हट्नै मान्दैन प्राइभेट इन्ट्रेस्ट के हो त्यो जग्गा ऊ मर्न तयार छ खुकुरी हान्न तयार छ होइन बालेनको या काठमाडौँ महानगरको आर्मी पुलिसलाई हतियार देखाएर भगाउन तयार छ तर ऊ त्यहाँबाट हट्न मान्दैन प्राइभेट इन्ट्रेस्ट हो त्यो पब्लिक के चाहन्छन् त्यो वरिपरि बस्ने मानिसहरू के चाहन्छन् यो बस्तीको कारणले गर्दा जहिले पनि हामी असुरक्षित छौँ बाढी आउँछ असुरक्षित छौँ कहिले यिनीहरू चोरीमा संलग्न हुन्छन् कहिले केमा संलग्न हुन्छन् अस्ति यसपालिको यो जेन्जी घटना पनि अन्यथा नलिदिनुहोस् तर अलिक कन्स्पिरेसी थ्योरी देखिन्छ त्यो आर्मी भन्नुहोस् न बेलुका 10:30 बजे आर्मी जब फिल्डमा आयो नि 24 गते सबैभन्दा पहिला हात हतियार खोज्न कहाँ गयो आर्मी त्यही सुकुम्बासी बस्ती गएको होइन दर्जनौं हतियारहरू खोसेर ल्याएको होइन जेनरलाइज गर्न मिल्दैन म त्योमा सेन्सिटिभ छु तर कहीँ न कहीँ अलि बढी अपराध गर्नुमा त्यहाँबाट आएका युवाहरू सक्रियता देखियो नि त कम्युनिटी पब्लिक इन्ट्रेस्ट थियो कम्युनिटी चाहिँ के भन्छ यो बस्ती खाली गरौँ उहाँहरूलाई सुरक्षित राखौँ न उहाँहरूको पनि हित हुन्छ त्यो भएपछि सुरक्षित ठाउँमा जहिले बाढी आउने बित्तिकै काठमाडौँमा उनीहरूको बस्ती घर बगाउँदैन मर्नु पनि पर्दैन समुदाय पनि सुरक्षित हुन्छ उहाँहरूले पनि रोजगारी पाउनुहुन्छ राम्रो ठाउँमा राखौँ न किन खोला किनारा राखेर जहिले झगडा सिकाउने किन अपराध कर्म सिकाउने पब्लिक इन्ट्रेस्ट थियो सोसियल इन्ट्रेस्ट भनेको ओभरअल राष्ट्रको हित चाहिँ केमा हुन्छ त अब सो यसरी सोसियल इन्जिनियरिङमा तीन किसिमको इन्ट्रेस्टहरुमा द्वन्द्व हुन्छ भन्छ उसले एउटा हुन्छ इन्डिभिजुअल इन्ट्रेस्ट public interest or social interest or what Pound suggests is these all three interests they should be balanced Pound ko approach ke ho तीनटैलाई balance गरेर लैजानु पर्छ so this is how you engineer the society so social engineering के हो सबै किसिमका आवश्यकताहरूलाई सुन सबै किसिमका इन्ट्रेस्टलाई रिकग्नाइज गर अघि भनेको अब त्यो सुकुमासी वास्तविक सुकुमासी पनि छन् नि त त्यहाँ कतिपय त फेरि घरबारविहीनै भएर आएका बाढी पीडितै भएर आएका पनि छन् नि त तिनीहरूलाई पनि सुन त्यो कम्युनिटीले के भन्छ त्यो वरिपरि बसोबास गर्ने त्यहाँको समुदायलाई पनि सुन र के गर्दा राष्ट्रको सबैभन्दा हित हुन्छ त्यो पनि सुन यो सबै कुरा सुनेर ब्यालेन्स अप्रोचमा गयो भने समाज बन्छ दिस इज द कन्सेप्ट अफ सोशल इन्जिनियरिङ रस्को पाउन्ड बाँकी अब अगस्ट कोनको सोशल सोलिडारिटी यता म त्यति मा गइन तपाईहरुलाई यही टाइमको पनि ख्याल गर्दै सोशियोलोजिकल स्कुलको कुरा यही हो मेन तपाईहरुले सोशल इन्जिनियरिङको थ्योरीमा एउटा इन्जिनियरिङको गफ लेख्नु ल अर्को इन्ट्रेस्टलाई ब्यालेन्स गर्ने कुरा लेख्नु पुगिहाल्छ अर्को छ एनालाइटिकल स्कुल अथवा पोजिटिभिस्ट स्कुल हो हिजो पनि थोरै यसको कुरा गरेको छ हामीले सो एनालाइटिकल स्कुल भित्र पनि अब चारजना जुरिस्टहरुको कुरा गर्छौं हामी छोटो छोटोमा कुरा गर्छौं बेन्थम अस्टिन हार्ट र केल्सन यही चारवटै हो बिगिनिङ विथ बेन्थमलाई फाउन्डर अफ एनालाइटिकल स्कुल मान्छौं वी कन्सिडर जेरेमी बेन्थम एज द फाउन्डर अफ एनालाइटिकल स्कुल and analytical school is also known as British positivism है ब्रिटिश स्कुल पोजिटिभिस्ट स्कुल पनि भन्ने चलन छ ब्रिटिश भनेको यहाँ भएका प्राय केल्सन अस्ट्रियन हुन् अस्ट्रेलिया होइन है अस्ट्रियन जुरिस्ट हो बाकी हार्ट अस्टिन बेन्थम तिनीजना ब्रिटिश हुन् यिनीहरू
त्यो हिसाबले ब्रिटिश स्कुल पनि भन्ने चल्छ सबै कन्ट्रिब्युटर त्यहाँ भएको हिसाबले पोजिटिभिजम किन भनेको हिजै मैले भनेको छु इन जुरिस्प्रुडेन्स देयर इज अ टर्म पोजिटिभ ल या पोजिटिभ भनेको म्याथको जस्तो प्लस माइनस होइन या पोजिटिभ ल मिन्स दि ल द्याट इज मेड बाई द स्टेट राज्यले बनाएको कानुनलाई पोजिटिभ ल भन्ने चलन छ कानुनमा है विधिशास्त्रभित्र त्यो हिसाबले या पोजिटिभ स्कुल किन भनिएको भन्दा यिनीहरू चाहिँ कानुन राज्यले बनाउनु पर्छ लज आर नट मेड बाई दि सोसाइटी दे आर नट मेड बाई दि नेचर दे आर नट मेड बाई दि डिभाइन पावर रादर यो भगवानले बनाउने पनि होइन समाजले बनाउने पनि हो त राज्यले निर्माण गर्ने चिज हो कानुन भन्ने कुरा यिनीहरूले एनालाइटिकल भनेको एनालाइसिस गरेर छलफल गरेर विश्लेषण गरेर संसद मार्फत हैन जनताको कुराहरू सुनेर कानुन बनाउनु पर्छ भन्ने एनालाइटिकल स्कुल and within the analytical school पहिलोचोटि एडभोकेसी गर्ने मान्छे was Jeremy Bentham so Bentham is considered to be the founder of analytical school and what Bentham says is उसको एउटा थ्योरी छ Bentham को थ्योरीको नाम हो utilitarian theory utility भने पनि हुन्छ utilitarian theory भने पनि भयो इजम थप्ने नि utilitarianism भन्न पनि सक्यो नेपालीमा उपयोगितावादको सिद्धान्त युटिलिटी भनेको जुन चीजको जस्तो हो यो मसँग भएको मोबाइल यसको युटिलिटी छ कि छैन भन्ने कुरा कहाँबाट देखिन्छ यसको युजबाट देखिन्छ यदि मैले यो प्रयोग गरेर मैले केही न केही यहाँबाट फाइदा निकाल्न सक्छु मलाई बेनिफिट निकाल्न सक्छु भने यसको युटिलिटी छ उपयोगिता छ यदि यो मोबाइल भन्ने यो भाँडो केही पनि मलाई कामै छैन यसले फोन पनि गर्दैन चार्ज पनि हुँदैन म किन चलाउने फाल्दिन्छु किन बिकज आई बिलिभ दैट द युटिलिटी अफ दिस मोबाइल नाउ नो लंगर एक्जिस्ट उपयोगिता भनेको यो बोतलको उपयोगिता के यहाँ पानी राखेर खान मिल्छ मैले जुन यो चुइन्छ यो भाँचिन्छ यो कुच्चिन्छ म फाल्दिन्छु यसलाई त्यही कुरा सम्झिनुस् युटिलिटी अफ लमा पनि कुनै पनि कानुनले यदि कुनै न कुनै उद्देश्य पूरा गर्छ भने त्यो कानुन रियल हो भन्छ यिनी बेन्थम व्हाट इज युटिलिटी युटिलिटी सिम्पली मिन्स द प्र्याक्टिकल एप्लिकेसन अथवा थ्रु द युज अफ समथिङ इफ यू क्यान जेनेरेट एनी काइन्ड अफ प्रॉफिट प्रॉफिट भनेको पैसावालाई मात्रै नसम्झौँ है पोजिटिभ बेनिफिट पोजिटिभ इम्प्याक्ट that can be considered to have utility यो घडीको युटिलिटी समय देखाउँछ युटिलिटी जुन दिनदेखि समय देखाउन थाल्छ म फाल्दिन्छु होला सो कानुन पनि कस्तो हुनुपर्छ बेन्थमको भाषामा युटिलिटी सहितको हुनुपर्छ भनेर यसले कसलाई प्रहार गरेको हो नेचुरलिस्टहरूलाई प्रहार गरेको हो कि तिमी भगवानको नाममा लेखिएको गीता र बाइबललाई कानुन मानेर त्यसले भोलि अपराध हो भने कस्तो दण्ड दिने भन्ने कुरा कसरी क्षतिपूर्ति दिने भन्ने कुरा अदालतमा कसरी मुद्दा चलाउने भन्ने कुरा लेखिएको छ त सिकाउँछ त भन्दा उ सिकाउँदैन भन्छ है बेन्थमको कुरा अहिले एकछिन टु अन्डरस्ट्यान्ड बेन्थम यु हेभ टु बी बेन्थम यो लमा एउटा सिम्पल प्रिन्सिपल छ तपाईलाई कार्ल मार्क्सको मार्क्सिजम बुझ्नु छ तपाईँ कार्ल मार्क्सै हुनुपर्छ एकछिन तपाईको अरु चिन्तन बिर्सिनुपर्छ भन्छौँ हामी त्यो तरिका पनि त्यही हो तपाईलाई बेन्थम बुझ्नु छ भने एकछिन बेन्थमै भएर बुझ्नु होला तपाईँ नेचुरली त्यस्तो कहाँ हुन्छ भन्नु भने बुझ्दै बुझ्नुहुन्न क्वेसन बढी आउन थाल्छ दिमाग त्यो भएर अघि रसको पाउन्ड बुझ्न तपाईँ पाउन्डै हुनु पर्थ्यो एकछिन अब अहिले बेन्थम हुनुहोस् एकछिन सो बेन्थमले के भन्दो रहेछ नेचुरलिजम बेतुकको चिज बकवासको चिज हो यिनीहरूले भनेको थ्योरीको कुनै प्र्याक्टिकल एप्लिकेसनै छैन कुनै युटिलिटी नै छैन कुनै उपयोगिता नै छैन युज नै छैन त्यो हिसाबले रियलमा वास्तवमा कानुन कस्तो हुनुपर्छ युटिलिटी सहितको हुनुपर्छ उपयोगिता सहितको हुनुपर्छ भनेको रिजल्ट दिने खालको हुनुपर्छ त्यो भनेको जस्तो तिमीले एउटा कानुन देखायो भनौँ न यसलाई संविधान फलानु संविधान हो यो संविधानमा चाहिँ यस्तो यस्तो जनताको अधिकार लेखिएको छ त्यो अधिकार हनन भयो भने यसरी अदालत जान सक्छौ तिमी अदालतबाट तिमीले यस्तो यस्तो रेमेडी पाउन सक्छौ यसको युज छ त्यही भएर यो संविधानको अर्थ छ जुन दिनबाट यसको युटिलिटी सकिन्छ यो संविधानलाई हामीले मिल्काइदिए भयो फाल्दिए भयो सो बेन्थम त्यही भन्छ ललाई जहिले पनि यु हेभ टु मेजर ल अन द बेसिस अफ अप्रोच अफ युटिलिटी उपयोगिताको नजरियाबाट तिमीले कानुनलाई हेर भन्न त सजिलो छ नाउ हाउ डु यु मेजर युटिलिटी कुनै पनि चीजको उपयोगिता जाँच्ने एउटा के हो त मापन त होला नि त इन्डिकेटर चाहिँ के हो त भन्दा उ सिम्पल छ हेडोनिक क्याल्कुलस अर्को अप्सन दियोले युटिलिटी मेजर गर्ने तरिका भनेको हेडोनिक क्याल्कुलस भनेको क्याल्कुलेटर भन्छ क्याल्कुलेट गर्ने हेडोनिजम भन्ने अर्को फिलोसफी हुन्छ फिलोसफीमा अर्को एउटा सिद्धान्त छ हेडोनिजम भनेको द स्टडी इट इज द फिलोसफी व्हिच स्टडीज पेन एन्ड प्लेजर पेन दुःख र प्लेजर आनन्द सुख दुःख र सुखको बारेमा अध्ययन गर्ने छुट्टै एउटा इजम छ वाद छ त्यसको नाम हो हेडोनिजम HEDONISM कहीँ हुन सक्छ यहाँ छ पनि होला हेडोनिजम सो बेन्थमले के भन्छ कानुनलाई युटिलिटीबाट हेर एन्ड हाउ डु यु मेजर दैट युटिलिटी भन्दा अन द बेसिस अफ हेडोनिक क्याल्कुलसले के भन्छ इफ एनी ल म्याक्सिमाइजेस प्लेजर एन्ड मिनिमाइजेस पेन दैट ल क्यान बी कन्सिडर्ड टु ह्याभ युटिलिटी यदि कुनै पनि कानुन बनिसके पछाडि त्यसले पेनहरुलाई मिनिमाइज गर्छ अब पेन भनेको यहाँ फेरि कुर्ता फेरि दुखाइ मात्र नसम्झौँ न पेन भनेको प्रब्लम के समस्याहरू समाजमा भएका समस्या राजनीतिमा भएको समस्या देशमा भएको समस्या इफ दोज प्रब्लम्स दे आर सल्भड अर रिसल्भ भने त्यो कानुन ठीक छ
अर्थात् अर्को भाषामा भन्दा इफ ल इन्क्रिजेज प्लेजर, कुनै कानुन बनाइसकेपछि देश विकास हुन्छ, देशमा समृद्धि आउँछ, पोजिटिभ चेन्ज आउँछ, सोसियल चेन्ज आउँछ, ट्रान्सफर्मेसन आउँछ भने त्यो कानुन के हो? युटिलिटी सहितको कानुन। त्यही भएर मेजरमेन्ट अफ हेडोनिजम, के अरे हेडोनिक क्यालकुलस भनेको मेजरमेन्ट अफ पेन एन्ड प्लेजर, दुःख र सुखलाई एउटा तराजुमा राखेर आनन्द, सुख, समृद्धि, खुसी बढ्दैछ, त्यो कानुन ठिक छ। त्यो कानुनकै कारणले गर्दा समाजमा दुःख आउँदैछ, विवाद आउँदैछ, द्वन्द्व आउँदैछ, दुःख चाहिँ बढ्दो, सुख चाहिँ घट्दो छ भने त्यो कानुन फाल्देऊ, अर्को कानुन बनाऊ। सिम्पल छ, यति सम्झिनु। सो बेन्थमको थ्योरीको नाम युटिलिटी। युटिलिटी भनेको प्र्याक्टिकल युजबाट हेर्छ उसले। हाउ डु यु मेजर युटिलिटी भन्दा थ्रु द युज अफ हेडोनिक क्यालकुलस, हेडोनिजमको माध्यमबाट तिमीले युटिलिटी जाँच्ने हो भन्छ। दिस इज अबाउट बेन्थम, सर्टकटमा है, छोटोमा। बेन्थम सँगसँगै अर्को मान्छे छन् अस्टिन, जसलाई फादर मान्ने चलन छ। बेन्थम चाहिँ फाउन्डर, अस्टिन चाहिँ फादर। उसको थ्योरी सबभन्दा फेमस थ्योरी हो। डेफिनेसन केही आएन भने प्रायः ल पढ्ने मान्छे एउटा डेफिनेसन चाहिँ थाहा हुन्छ। वाट इज ल भन्यो भने ल इज द कमान्ड अफ सोभरिन ब्याक बाई स्याङ्सन। यही चाहिँ ल इज द कमान्ड अफ सोभरिन ब्याक बाई स्याङ्सन। सो उसले के भन्छ, उसको थ्योरीको नाम कमान्ड थ्योरी हो। त्यही भएर कानुन के हो भन्दा अकर्डिङ टु अस्टिन, ल इज अ कमान्ड। कानुन एउटा आदेश हो, कानुन एउटा निर्देशन हो। त्यो आदेश चाहिँ कसले जारी गर्छ भन्दा बाई सोभरिन। कस्तो सोभरिन भन्दा उसले भनेको भगवानवाला सोभरिन होइन, बाई पोलिटिकल सोभरिन, राजनैतिक सम्प्रभुले जारी गरेको आदेश नै कानुन हो। सो ल इज द कमान्ड। कमान्ड भनेको इन्स्ट्रक्सन, इन्स्ट्रक्सन भनेको अर्डर अर्को भाषामा भन्दा। अनि कमान्ड वा इन्स्ट्रक्सन वा अर्डरको नेचर जहिले पनि डाउनवार्ड फ्लो हुन्छ भन्छ है, याद गर्नुहोस् ल, नट अपवार्ड। डाउनवार्ड भनेको आदेश कहिले पनि प्रहरीको जवानले प्रहरीको इन्सपेक्टरलाई आदेश दिँदैनन्, कहिले पनि इन्सपेक्टरले जवानलाई चाहिँ आदेश दिने हो हैन। तपाईको अधिकृतले सचिवलाई कहिले पनि आदेश दिँदैन, सचिवले अधिकृतलाई चाहिँ आदेश दिने हो। विद्यार्थीले टिचरलाई कहिले पनि आदेश दिँदैन, टिचरले विद्यार्थीलाई चाहिँ आदेश दिने हो। सो आदेश भन्ने चिज जहिले पनि कस्तो हुन्छ, डाउनवार्ड नेचरको हुन्छ भन्छ, माथिबाट तलतिर झर्छ जहिले पनि। नागरिकले प्रधानमन्त्रीलाई आदेश होइन, प्रधानमन्त्रीले नागरिकलाई, सरकारले जनतालाई। सो कानुन के हो जहिले पनि अस्टिनको भाषामा, कानुन एउटा आदेश हो, कानुन निर्देशन हो। त्यही भएर हामी भन्छौँ इग्नोरेन्स अफ ल इज नट एक्सक्युज। त्यो आदेश हो, तिमीले आदेशमा, त्यो जवानले इन्सपेक्टरले दिएको आदेश मान्दिन भन्न पाउँछ, सक्छ? त्यस्तै अवस्थामा सक्ला है, गलत छ भने हाम्रो कानुनले दिएको, नत्र त नर्मली हुन्छ सर हस् साथ भन्ने हो नि। अथवा सचिवले भनेको कुरा अथवा उपसचिवले भनेको कुरा अधिकृतले अथवा सुब्बाले अथवा खर्दाले नै भन्छन् त, हुन्छ सर म गर्छु भन्ने होला नि त, चलन त्यही हो। टिचरले भनेको कुरा स्टुडेन्टले नाइ म गर्दिनँ, तैँले भने किन टेर्छु भन्छ त? बुवाले भनेको कुरा छोराले म गर्दिनँ भन्दा उस्तै छोरो छ भने अब त्यो अलग कुरो हो, एक्सेप्सन। तर मात्र सो आदेश भने कानुन त्यस्तै हो भन्छ, किन नाइ भन्ने ठाउँै छैन। देयर इज नो अप्सन, देयर इज नो चोइस। ल जहिले पनि कम्पल्सिभ हुन्छ, बाध्यात्मक स्वभावको हुन्छ कानुन। सो ल इज के रहेछ, कमान्ड। यो पनि एकदम प्रोबेबल क्वेसन भएर मैले यति तपाईँलाई चर्चा गर्दैछु। कमान्डको बारे लेख्नु होला अस्तिको कुरा। कमान्ड भनेको आदेश हो, कमान्ड भनेको निर्देशन हो। यो स्ट्रिक्ट नेचरको हुन्छ, यो कम्पल्सिभ नेचरको हुन्छ, यो डाउनवार्ड फ्लो हुन्छ। देयर इज नो एक्सक्युज। तलबाट माथि जान्छ भने त्यसलाई रिक्वेस्ट भनिन्छ। त्यही भएर माथिबाट तल कमान्ड आउँछ, तलबाट माथि रिक्वेस्ट आउँछ। अब भन्न सक्छ प्रहरी हवलदारले अथवा असैले अथवा सैले के चाहिँ भन्न सक्ला इन्सपेक्टर भने यसो गर्नुहोस् भन्दा सर एकछिन, सर म यो गर्दैछु, एकैछिन है, एकछिन पर केही होला गाडी निकाल्नुहोस् भने उसलाई केही होला नि त, म जुत्ता लाउँदैछु एकैछिन है सर भन्न सक्छ, त्यो रिक्वेस्ट हो। एकछिन वेट गर्दै स्टुडेन्टले टिचरलाई रिक्वेस्ट चाहिँ गर्न सक्छ, सर म बिरामी थिएँ त्यही भएर मैले असाइनमेन्ट गर्न सकिनँ, एक दिन चान्स दिनुहोस् न। अधिकृतले भन्न सक्छन् सचिवलाई म अर्को फाइल बनाउँदै थिएँ, अर्को केही लेख्दै थिएँ सर आज भ्याइन, त्यो रिक्वेस्ट हो, त्यो अनुरोध हो। अनुरोध चाहिँ तलबाट माथि जान्छ, फेरि अनुरोध चाहिँ माथिबाट तल नर्मली जाँदैन, माथिबाट तल आदेशै जान्छ। सो दिस इज यो मेरो भनाइ भने अस्टिन त्यही भन्छ, ठिक छ। सो ल के रहेछ, माथिबाट तल डाउनवार्ड फ्लो हुने, फ्रम सुप्रिम टु सबअर्डिनेट, माथिबाट तलतिर आउने निर्देशन नै आदेश हो। कानुन त्यही भएर कस्तो हुन्छ, निर्देशनात्मक हुन्छ। कसले दिँदो रहेछ, मैले भनिहालेँ सोभरिनले दिन्छ। एउटा शब्द भन्यो उसले, ब्याक्ड बाई स्याङ्सन, SANCTION, स्याङ्सन भनेको दण्ड, पनिसमेन्ट। सो माथिबाट तलतिर आएको आदेश मानेन भने के हुन्छ, दण्ड हुन्छ। राज्यले बनाएको कानुन टेरेन भने के हुन्छ, तपाईँलाई जेल हुन्छ, फाँसी हुने देशमा फाँसी हुन्छ, तपाईँले जरिवाना तिर्नुपर्छ। त्यही हो। अब अघि भनेको अब इन्सपेक्टरले भनेको टेरेन भने के हुन्छ, तपाईँको घटवा त नहोला, तपाईँको सरुवा होला, तपाईँलाई कारबाही होला, विभागीय कारबाही होला, केही होला। टिचरले भनेको स्टुडेन्टले माने भने के हुन्छ, इन्टरनल मार्क्स काट्दैला, असाइनमेन्टमा कम मार्क्स दिएला, वा अन्य तरिकाले कम्प्लेन गर्दैला, प्रिन्सिपललाई कारबाही होला। सो जहिले पनि कानुन कस्तो हुन्छ, दण्ड सहितको हुन्छ, पनिसमेन्ट सहितको हुन्छ। यति हो उसको थ्योरी। कमान्डको कुरा, सोभरिनको कुरा र त्यसलाई ट्रायोलोजी अफ ल भन्छ। ट्रायंगल बनाएर हेर्नुहोस् त, तीनटा, एउटा माथिबाट सोभरिन,
यतापट्टि स्याङ्सन यतापट्टि कमान्ड सो ट्रायोलोजी एङ्गलको ट्रायङ्गल भनेको त्रिभुजको रूपमा आकारमा राखेर हेर्न सक्नुहुन्छ तपाईँहरूले दिस इज अबाउट अस्टिन बढी सोध्ने तपाईँलाई एक्जाममा कि अस्टिन के बेन्थम एनालाइटिकलबाट सोध्यो भने अर्को सर्टकटमा हार्ट भन्ने छ अर्को एचएलए हार्ट भनेको उसको प्राइमेरी र सेकेन्डरीको युनियन थ्योरी भन्छ युनियन अफ प्राइमेरी एन्ड सेकेन्डरी रुल्स त्यो भनेको के हो भने सोसाइटीमा एउटा प्राइमेरी रुल हुन्छ अर्को सेकेन्डरी रुल हुन्छ त्यो प्राइमेरी र सेकेन्डरी रुललाई युनाइट गर्यो भने युनियन भनेको मिलेपछि बल्ल एउटा कम्प्लिट लिगल सिस्टम हुन्छ भन्यो कि त्यो भनेको एउटा प्राइमेरी रुल हुन्छ अर्को सेकेन्डरी रुल हुन्छ त्यसको कम्प्लिट युनियन चाहिँ तपाईलाई कम्प्लिट लिगल सिस्टम दिन्छ एन्ड व्हाट इज प्राइमेरी रुल्स भन्दा उसले के भन्छ प्राइमेरी रुल भनेको सोसाइटीको इन इट्स अर्ली फेज अफ इभोल्युसन समाज विकासको प्रारम्भिक चरणमा समाज विकसित हुँदै जाँदा सुरुवाती चरणमा जब समाज विकसित हुँदै हुँदै गएको हुन्छ सुरुवाती चरणमा मोडर्न इन्स्टिट्युसन्सहरू बनिसकेको त हुँदैन समाज सुरुवाती चरणमा हुँदा तपाईको अदालत सरकार मन्त्री सबै अड्डा प्रहरी प्रशासन बनिसकेको हुन्छ र हुँदैन नि त त्यस्तो बेला समाज के को आधारमा चल्छ अकर्डिङ टु हार्ट त्यस्तो बेलामा समाज प्राइमेरी रुलको आधारमा चल्छ प्राइमेरी रुल भनेको के हो भन्दा रुल्स दैट आर बेस्ड अन कस्टम्स बिलिफ रिलिजियन सो समाजको प्रारम्भिक चरणमा धर्म परम्परा प्रथा यसैको आधारमा कानुन बन्छ त्यसलाई एचएलए हार्टले प्राइमेरी रुल्स भन्दियो जब समाज विकसित हुँदै 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 जान्छ त्यसपछि बिस्तारै समाजमा के हुन्छ मोडर्न इन्स्टिट्युसन्सहरू बन्छ जस्टिस न्याय दिने निकायहरू निर्माण हुन थाल्छ त्यसपछि अब कानुन धर्मको आधारमा बन्दैन कानुन के को आधारमा बन्छ राज्यले आवश्यकताको आधारमा निर्माण गर्छ त्यस्तो कानुनलाई उले भन्दियो सेकेन्डरी रुल ठीक छ सो प्राइमेरी रुल भनेको समाज विकासको चरणको प्रारम्भिक अवस्थामा हुने कानुनहरू अब ठ्याक्क बुझ्नलाई नेपालको राउटे समुदाय अन्यथा नलिदिनुहोस् ल एक्जाम्पलको रूपमा राउटे समुदाय हेरौँ न त्यहाँ त समाज त चलेको छ नि तर त्यहाँ न हाम्रो यहाँ जेनजीको आन्दोलनले न मतलब छ त्यो राउटे समुदायलाई न केपी ओली प्रधानमन्त्री भए कि सुशीला कार्की भए कि देउबा हुन् कि प्रचण्ड जोसुकै के मतलब मधेसमा सरकार ढलोस् कि नढलोस् कि के मतलब छ उनीहरूको आफ्नै सिस्टम छ उनीहरूको आफ्नै मुखियाको परम्परा छ विवाहको आफ्नै कानुन छ उनीहरूको के हो पेशाकर्म आफ्नै छ समाज आफ्नो तरिकाले चलाइराखेको छ दे हैव देयर ओन सिस्टम त्यो प्राइमेरी रुल हो अब सेकेन्डरी रुल तपाईँ र मलाई चाहिँ बहुत मतलब बहुत चिन्ता हुन्छ नि त हो देशमा प्रधानमन्त्री भएछ मानौ काठमाडौँमा म त काठमाडौँको मतदाता हो म जन्मेको भोजपुर रियलमा म बस्ने म काठमाडौँ 64 सालदेखि बुवाआमासँग अब मधेसमा सरकार ढल्यो भने मलाई यहाँ चिन्ता हुन्छ हो कस्तो अस्थिर भएको होला संघीयता खतमै हुने भयो कति 4-4 चोटि मुख्यमन्त्री चेन्ज भइसके मोडर्न इन्स्टिट्युसन भोलि त्यसको इम्प्याक्ट काहीँ न काहीँ फेरि मलाई पर्न सक्छ राष्ट्रिय राजनीति हुँदै हुँदै भनेपछि सेकेन्डरी रुल भनेको चाहिँ आधुनिक समाजमा निर्माण भएको निकाय संरचना छ त्यो सेकेन्डरी रुल्स हो प्राइमेरी रुल्स भनेको चाहिँ प्रिमोडियल फेजमा अर्लिएस्ट फेज अफ सोसाइटीमा भएको रुल्सलाई उसले प्राइमेरी रुल्स भन्छ र कन्क्लुजन सिम्पल छ जब यो प्राइमेरी रुल र सेकेन्डरी रुललाई मिलाएर लानुपर्छ भनेको काहीँ न काहीँ समाजको इतिहास पनि आवश्यक छ थोरबहुत धर्मको कुरा पनि नैतिकताको कुरा पनि मिल्छ चाहिन्छ र त्यसलाई सप्लिमेन्ट गर्ने त्यसलाई परिपूरकको रूपमा त्यसलाई परिपूरण गर्न चाहिँ को आउँछ सेकेन्डरी रुल्स आउँछ त्यहाँ राज्य आउँछ प्रहरी आउँछ प्रशासन आउँछ निकाय आउँछ अड्डा आउँछ अदालत आउँछ राष्ट्रको संरचनाहरू आउँछ र एउटा कम्प्लिट ल भन्छ दिस इज द थ्योरी अफ एचएलए हार्ट जसलाई हर्बर्ट लियोनल एडल्फस हार्ट भन्छ उसको थ्योरीको नाम युनियन अफ प्राइमेरी र सेकेन्डरी रुल्सको युनियन नै एउटा ल हो भन्छ भने त्यो हार्टको थ्योरी र लास्ट वान इज केल्सनको थ्योरी ह्यान्स केल्सन भन्ने अब सोधिहाल्यो भने त सोधिहाल्यो होइन त्यो हिसाबले उसको दुईटा छ कन्सेप्ट एउटा प्योर थ्योरी अफ ल भन्छ यहाँ छँदैछ है मुनालजीले पठाएको यहाँ जस्तै प्योर थ्योरी कुरा अर्को थ्योरी अफ ग्रन्डम भन्ने चलन छ GRUND ग्रन्ड एनआरएम नर्म यिनी अस्ट्रियन जुरिस्ट हुन् अस्ट्रिया भनेको युरोपको पनि तपाईको अलि बढी कम्युनिस्ट देश हो भन्ने चलन छ अलि कम्युनिजमबाट इन्फ्लुएन्स देश हो सोशलिजमबाट अलि बढी प्रभावित देश हो अस्ट्रियाको नाम यो विश्वयुद्धको बेला पनि अस्ट्रिया हंगेरी भनेर चलन थियो पहिला अस्ट्रिया हंगेरी भनेर एउटै पछि फुट्यो हंगेरी अहिले छुट्टै देश हो अस्ट्रिया छुट्टै देश हो हैन सो यसरी हेर्दा अस्ट्रियन जुरिस्ट हुन् त्यो हिसाबले भनेको शब्द ग्रन्डम भनेको त्यो अलि गाह्रो छ त्यो इंग्लिश शब्द होइन भन्ने मात्र मैले जोड्न खोजेको सो उसको थ्योरीको नाम एउटा छ प्योर थ्योरी नामै प्योर थ्योरी प्योर ल कति बेला प्योर हुन्छ सिम्पल छ इफ यु सेपरेट केल्सनको अनुसार ल प्योर हुनुपर्छ है पहिला त प्योर ल प्योर हुनुपर्छ भन्छ प्युरिटी भनेको पवित्र शुद्ध ढल नमिसिएको सफा पानी माटो नभएको किरासिरा नपरेको सफा पानी के प्योर फिल्ट्रेसन फिल्टर गरेको पानी भने जस्तै ल शुड बी प्योर अकॉर्डिङ टु केल्सन अनि प्युरिटी कसरी कायम गर्ने भन्दा सिम्पल सोलुसन दिएको छु मैले इफ यु वान्ट टु मेन्टेन द प्युरिटी अफ लिगल सिस्टम यु हैव टु सेपरेट ल फ्रम अदर सोशल साइन्सेस सिम्पल छ उसको कुरा
विधिशास्त्रलाई समाज विज्ञानको अन्य विषयसँग तिमीले छुट्याएर हेर्यौ भने नाउ देयर विल बी प्युरिटी अफ ल। समाज विज्ञानको अन्य विषय भनेको यु हेभ टु सेपरेट ल फ्रम पोलिटिकल साइन्स, पोलिटिक्सबाट कानुनलाई छुट्याऊ। सेपरेट ल फ्रम सोसियोलोजी, उसको स्टेटमेन्टै त्यही छ, सोसियोलोजी समाजको कुराबाट पनि छुट्याऊ। सेपरेट ल फ्रम झन् धर्म नैतिकताको त नजिक पनि पार्दै नपार भन्छ उसले। यो धर्म शर्म भन्ने कुरालाई जब तिमी कानुनमा लिएर जोड्यौ भने त्यसले कामै गर्दैन। हो त त्यस्तो भन्दा सिम्पल एक्जाम्पल, नेपालमा राजनीतिको अपराधीकरण, अपराधको राजनीतिकरण किन भयो? ललाई हामीले लगेर केसँग जोड्दियौँ? कम्प्लिटली पोलिटिक्ससँग जोड्दियौँ। समस्या त्यहीँबाट सुरु भयो। तिमीले ललाई इकोनोमिक्ससँग जोड्यौ भने के हुन्छ? सिम्पल छ, भ्रष्टाचार हुन्छ। पैसासँग लगेर तपाईँले कानुन किनबेच गर्न थाल्नुहुन्छ कि यति पैसा दियो भने म यो गरिदिन्छु, यसो गरिदिन्छु, उसो अब बुझिहाल्नुहुन्छ नेपालमा भ्रष्टाचार नबुझ्ने कोही पनि नहोला हैन, गर्ने पनि धेरै होला। त्यो हिसाबले त्यही भन्छ उसले, ल कति बेला प्योर हुन्छ, ललाई तिम्रो पोलिटिक्ससँग नमिसाऊ, ललाई पैसासँग सौदाबाजी नगर, ललाई इमोसनसँग मोरालिटीसँग नहेर। नैतिकतासँग जोड्यो भने तिमी बढी इमोसनल हुन थाल्छौ, अनि भावनाले कहिले समाज चल्छ त? समाज त चल्ला कि के कानुन प्रणाली चल्छ त? अनि न्यायाधीशले तथ्य छाडेर ओहो बिचरा हेर्दै कस्तो गरिब छ, चोरी हालेछ, बच्चा घरमा दुखी थियो होला, एकचोटि चोरेपछि माफी गरिदिउँ न भनेर नैतिकता हेर्न थाल्ने न्यायाधीशले? त्यो त होइन होला नि त। भनिसके पछाडि ल अथवा न्यायाधीशले, वकिलले अथवा तपाईँको ल प्रोफेसरले, तपाईँ जो ल सेक्टरमा हुनुहुन्छ, प्रहरीले ओहो हेर्दाखेरि अब अस्ति जेन्जीकै कुरा गरौँ न, अब बिचरा भर्खरका युवाहरू रहेछन् स्कुलको ड्रेस लाएर आएछ भनेर संसद भवन जलाउन दिनु? मोरालिटीको लेन्सबाट हेर्ने, हिजो अर्को तरिकाले व्याख्या गरेँ मैले, आज लमा त अर्को तरिकाले व्याख्या गर्नुहोस्। अब त्यो प्रहरीले नैतिकता सम्झेर ओहो मेरो छोरो जस्तै रहेछ भनेर बस्यो भने त उसले त जलाउने न, पुलिसलाई पनि जलायो नि त, देखियो त पुलिसलाई पनि फेरि ढुङ्गा हानेको। भनिसके पछाडि त ललाई तिमीले केसँग, यो सब कुरासँग छुट्याएर हेर्नुपर्छ भनेदेखि ललाई पोलिटिक्ससँग पनि नमिसाऊ, ललाई इकोनोमिक्ससँग पनि नमिसाऊ, ललाई रिलिजियनसँग पनि नमिसाऊ, ललाई मोरालिटीसँग पनि नमिसाऊ, ललाई सोसियोलोजी समाजको गफसँग पनि नमिलाऊ। ललाई सेपरेटली आइसोलेसनमा राखेर लिगल सिस्टमलाई सेपरेटली हेरियो भने मात्रै त्यो लले काम गर्छ। उसले एउटा डेलिक्ट स्याङ्सन रिलेसन भन्छ ग्रन्डममा, के अरे यही थ्योरीमा। डेलिक्ट भनेको क्राइम हो है, डिइएल, त्यो भएर जुभिनाइल डेलिन्क्वेन्सी भनेको सुन्नुहुन्छ तपाईँले, बाल बिज्याइ, डिइएलआइसिटी, डेलिक्ट भनेको अपराध, स्याङ्सन भनेको दण्ड। उसले यही डेलिक्ट र स्याङ्सन, अपराध र दण्ड कति बेला सम्भव छ? ल प्योर छ भने मात्रै सम्भव छ भन्छु। प्युरिटी भएन भने त्यहाँ अपराधी कि जोगिन्छ कि दण्ड पाउनु पर्ने पाउँदैन, न्याय पाउनु पर्ने पाउँदैन। त्यो हिसाबले उसको थ्योरीको नामै प्योर थ्योरी अफ ल के रहेछ, अरूसँग छुट्याउने। अर्को जिआरयुएनडी, ग्रन्ड नर्म, एनओआरएम नर्म। नर्म भनेको ल, उसले त्यो नर्म, ललाई नर्म्स भन्ने शब्द पर्छ। जिआरयुएनडी ग्रन्ड भनेको हायरार्की है। उसले के भन्छ, कानुनको एउटा हायरार्की हुन्छ, देयर इज फिक्स हायरार्की अफ ल। फिक्स हायरार्की अफ ल भन्नाले यहाँ के बुझ्दिनुस् तपाईँहरूले भने विदिन द लिगल फ्यामिली अथवा लिगल सिस्टम भित्र पनि, जस्तो घरमा हजुरबा जिउँदो छन् भने हजुरबा हजुरआमा माथि हुन्छन् होला, उनीहरू कुरा बा आमाले टार्दैनन्। बा आमा भन्दा तले जेठो छोरो जेठो छोरी, त्यसपछि माइलो छोरो माइलो छोरी अनि कान्छो हुन्छन् होला, त्यसपछि भतिज भान्जा होला नि त। हायरार्की एउटा परिवारभित्र एउटा के छ, फिक्स हायरार्की छ। एउटा क्याम्पसमा पनि माथि क्याम्पस चिफ होलान्, क्याम्पस चिफभन्दा तल भाइस प्रिन्सिपल होलान्, त्यसपछि कोअर्डिनेटर होलान्, त्यसपछि सब्जेक्ट टिचर एचओडी होलान्, त्यसपछि सब्जेक्ट टिचर होलान्, त्यसपछि स्टाफमा पनि सिनियर स्टाफ जुनियर स्टाफ भने जस्तै within the legal system also there should be fixed hierarchy, and on that hierarchy on the top lies the constitution. त्यो हायरार्की भित्र सबैभन्दा माथि के हुन्छ, संविधान हुन्छ। अनि यो अस्ट्रियन तपाईको हेन्स केल्सनले चाहिँ अस्ट्रियाको संविधान लेख्ने मान्छे पनि होइन भनिन्छ है, अस्ट्रियन कन्स्टिट्युसनको ड्राफ्टर पनि हुनु नि। त्यो हिसाबले ग्रन्डम भित्र अब अघि भनेको त्यो प्युरिटी कति बेला कायम हुन्छ, सबैभन्दा माथि संविधान हुनुपर्छ जहिल्यै पनि। on the top lies the constitution. संविधान भन्दा एक तह तल के हुन्छ, ऐन हुन्छ, एक्ट। सबैभन्दा माथि संविधान, संविधान अनुसार ऐन बन्छ, एक्ट। ऐनको तल के बन्छ, नियमावली हुन्छ। अब यो बुझ्नुहुन्छ होला तपाईले, संविधान कसले बनाउँछ, संविधान कहिलेकाहीँ संविधान सभाले बनाउँछ, कहिलेकाहीँ संविधान तपाईको एक्सपर्टहरूले बनाउँछन् है, विज्ञहरूको समूहले बनाउँछ, कहिलेकाहीँ संविधान कुनै कन्भेन्सन, जस्तो अमेरिकाको संविधान इट वाज मेड थ्रु फिलाडेल्फिया कन्भेन्सन। फिलाडेल्फिया भनेको अमेरिका एउटा सहर हो, त्यहाँ ठुलो सम्मेलन आयोजना गरियो, त्यहाँ गोष्ठी आयोजना गरियो, त्यहाँ सबैले आफ्नो राय राखे, त्यसैको आधारमा अमेरिकाले आफ्नो संविधान बनाए 1787 हैन। 1776 मा स्वतन्त्रता पाइसके पछाडि हुन्छ। हाम्रो फेरि 2063 सालको संविधान सभाले के बनाए, 64 को पहिलो संविधान सभा, 70 को दोस्रो संविधान सभाले हाम्रो 72 को संविधान बनाउँछ। संविधान सभाले बनाउँछ, एक्सपर्टले बनाउँछन् भनेको हाम्रो 2015 सालको संविधान नेपालको राजा महेन्द्रको बेला सर आइभरजेनिङ बेलाबाट ही वाज द एक्सपर्ट एन्ड ही वाज कल्ड टु मेक द कन्स्टिट्युसन अथवा टु ड्राफ्ट द कन्स्टिट्युसन। मेक त के भन्नु, नेपालको संविधान किन अर्काले बनाउने, बनाइदिन्छन् कहिलेकाहीँ, त्यो पनि फेरि समस्या छ आइरो नि। तर अहिले तपाईहरुले एक्सपर्ट बोलाइयो। इभन हाम्रो 47 सालको संविधान विश्वनाथ उपाध्याय लगायतको तपाईको एक्सपर्ट कमिटीले बनाएको भन्छौँ हामी। सो संविधान जसले बनाए माथि, ऐन कसले बनाउँछ, एक्ट
दे आर अलवेज मेड बाई द पार्लियामेन्ट है। एक्ट भन्छौँ हामी, ऐन भनेको जहिले पनि संसदले बनाउँछ, संसद बाहेक कसैले ऐन बनाउन मिल्दैन। नियमावली कसले बनाउँछ? नियमावली जहिले पनि सरकारले बनाउँछ, सरकार मार्फतका विभिन्न विभाग र निकायले बनाउँछ भने एक्जिक्युटिभले रुल्स बनाउँछ, पार्लियामेन्टले एक्ट बनाउँछ, अब संविधान जो आवश्यकता हुन्छ जसले पनि बनाउँछ। हुन्छ सबैभन्दा यो हायरार्की हुनुपर्छ भन्छ उसले। सबैभन्दा माथि संविधान हुनुपर्छ जहिले पनि, संविधानसँग नबाजिने गरी ऐन, ऐनसँग नबाजिने गरी नियमावली, नियमावली भन्दा तल के हुन्छ? विनियमावली, बाइलजहरू हुन्छन्। यसरी ग्रन्डम बनेको हायरार्की अफ लको कुरा गर्छ एउटा केल्सनले, अर्को थ्योरी अफ प्योर ल अथवा प्युरिटी अफ लको कुरा गर्छ भने त्यो हान्स केल्सन। एनालाइटिकल जुरिस्प्रुडेन्स ठिक छ। सो यो 4 जना जुरिस्टहरू गरेर हामीले एनालाइटिकल पनि भ्यायौँ। त्यसपछि आउँछ रियलिस्ट। हिजो पनि थोरै कुरा गरेँ मैले। यो 1920s पछाडि सुरु भयो भन्छ, 40s पछाडि आइपुग्दा यो फुल्यो मजाले, फक्रिने कामै भयो। वाइ 20s पछाडि भन्दा पहिलो विश्वयुद्ध सुरु भयो। विश्वयुद्धको क्रममा के भन्छ भने विश्वयुद्धले इट मार्क द फेलियर अर डेथ अफ अल एक्जिस्टिङ लिगल सिस्टम। पहिलो विश्वयुद्ध भनेको भएका जति पनि कानुन प्रणाली, संसारभरको न्याय प्रणाली थियो त्यो सबैको मृत्यु घोषणा गर्ने काम गर्यो पहिलो विश्वयुद्धले। डेथ अफ अल द लिगल सिस्टम। कसैले काम गर्न सक्यो? त्यही भन्छन् रियलिस्ट। न तिम्रो नेचुरलले रोक्न सक्यो युद्ध, त्यत्रो मान्छे मरे, त्यत्रो संसारमा विध्वंस भयो, न त्यति बेला तिम्रो नेचुरलले केही गर्न सक्यो, न तिम्रो एनालाइटिकलले, यही भन्छन् कि रियलिस्ट। न तिम्रो एनालाइटिकल थ्योरीले काम गर्यो, न त तिम्रो हिस्टोरिकल थ्योरीले काम गर्यो, न त तिम्रो सोसियोलोजिकल, सब थ्योरीको फेलियर हो, डेथ हो। कसैले पनि पहिलो विश्वयुद्ध रोक्न सकेनन्। त्यही कुराले ट्रिगर गर्यो नयाँ थ्योरी जन्माउनु विश्वयुद्ध पछाडि। 40s मा आइपुग्दा 1939 तिर दोस्रो विश्वयुद्ध सुरु भयो। युनाइटेड नेसन के लिग अफ नेसन भन्यो नि पहिला, लिग अफ नेसन बनायो युद्ध रोक्ने भनेर, रोक्यो त? रोकेन नि त। कहाँ छ तिम्रो लिगल सिस्टम? उसो भयो भनेपछि रियलिस्टहरू त्यही भएर नयाँ, यो चाहिँ रिसेन्टिजम भनिसकेको छु मैले। अहिलेसम्म पढेको सबै ट्रेडिसनल, अब हामी पढ्ने रियलिस्ट यिनीहरू मोडर्न है, आधुनिक। सो 20s पछाडि सुरु भयो, त्यही भएर मैले भनेको 40s पछाडि यो फुल्ने काम गर्यो। यिनीहरू के भने भन्दा अहिलेसम्म हामीले सबैलाई टेस्ट गर्यौँ। प्रकृतिलाई पनि टेस्ट गरेर कानुन बनायौँ, भगवानलाई पनि टेस्ट गरियो, राज्यलाई पनि टेस्ट गरियो एनालाइटिकलको अनुसार, इतिहासलाई पनि टेस्ट गरियो हिस्टोरिकलको अनुसार, समाजलाई पनि टेस्ट गरियो सोसियोलोजिकलको अनुसार। कसैले पनि केही पनि गर्न सकेनन्। अब टेस्ट हुन बाँकी एउटै थियो, न्यायपालिका। सो अदालतलाई एकचोटि भूमिका दिउँ न त भन्ने कुरा सहित आए रियलिस्टहरू। त्यही भएर रियलिस्ट स्कुलले दे प्रायोरिटाइजेस, हिजो पनि मैले भनेको जो सबैभन्दा बढी प्रायोरिटी कसलाई दिन्छन् यिनीहरूले? अदालतलाई, न्यायालयलाई। अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम हुन्छ। इभन संविधानमा जेसुकै कुरा लेखिएको होस् त्यो संविधानको व्याख्या, अन्तिम व्याख्या कसले गर्छ? अदालतले नै गर्छ। संसद विघटन ठिक कि बेठिक भन्ने कुरा अब अदालतले फैसला गर्ला। वेट एन्ड सी, सबैले त्यही भनिरहेछ नि त। हेर अदालतलाई छाड्दिउँ अब। जे संविधानमा त लेखिएको छ त स्पष्ट, त्यसरी प्रधान न्यायाधीश जस्तो मान्छे प्रधानमन्त्री बन्न मिल्दैन, त्यही पनि त्यो कुरालाई पनि व्याख्या गर्न हामी के पर्खिरहेछौँ? अदालत अल्टिमेट पावरको रहेछ। लेखिएको छ त संविधानको धारा 76 मा प्रधानमन्त्री कसरी बनाउने, 76(1), 76(2) हैन, सबैभन्दा ठुलो पार्टी त्यो नभए, त्यसपछि गठबन्धन सरकार त्यो पनि नभए, बहुमत प्राप्त त्यो पनि नभए, तपाईको जो व्यक्तिले दाबी गर्न सक्छ त्यो सबै फेल भयो भने बल्ल राष्ट्रपतिले संसद विघटन गर्ने लेखेको छैन हाम्रोमा। अनि यो जेन्जी आन्दोलनपछि डिड वी ट्राई दैट? ती प्रोसेसहरु हामी गयौं? गएनौं। स्पष्ट छ संविधान, तर पनि हामी के पर्खिरहेछौं? अदालतले के भन्छ हेरौं न त। सो दिस वाज द यो विश्वास, यो विचार जन्माउने र एकदम धेरैलाई प्रश्न मलजल गर्ने काम रियलिस्टहरूले गरे। अदालत पावरफुल हो, संविधानमा जेसुकै लेखेको होस्, कानुनमा जेसुकै लेखेको होस्। अब मुलुकी अपराध संहितामा कुनै पनि महिला, कुनै पनि युवती, कुनै पनि युवक, कुनै पनि मानिस को इच्छा सहमति बेगर जबरजस्ती उसलाई शारीरिक सम्पर्क राख्न बाध्य बनाइन्छ भने त्यो रेप हो भन्ने कुरा क्लियर छ नि, हैन? एकदम क्लियर छ नि। कोही मान्छेलाई रेपको आरोप लागेर अथवा प्रमाणै छ, देख्ने साक्षी हुनुलाई सिधै दण्ड दिए भयो त। हामी के पर्खिन्छौं? अदालत पर्खिन्छौं के? मुद्दा लान्छौं अनि पहिलो जिल्लाको न्यायाधीशले के भन्छ? ए प्रभु, ए बाबा, कानुन स्पष्ट छ त, दण्ड देऊ न। गर्छौं त हामी? एकचोटि अदालतलाई टेस्ट गर्न दिउँ न। जिल्लालाई विश्वास नगरेपछि हामी कहाँ जान्छौं? उच्च जाउँ न, एकचोटि उच्च अदालत जाउँ। उच्चको न्यायाधीशले के भन्दा रहेछन्? उच्च पनि चित्त, सर्वोच्च पुगाउन एकचोटि। सो हेर्नुस् त, कानुन जतिसुकै स्पष्ट भए पनि
त्यसलाई अल्टिमेट इन्टरप्रिटेसन। त्यही भएर एउटा स्टेटमेन्ट छ यहाँ, कोर्ट अथवा जुडिसरी पुट लाइफ इन्टु द डेड वर्ड्स अफ ल भन्छ। त्यही भएर यिनीहरू रियलिस्टहरू फेरि कोर्ट पुट्स लाइफ इन्टु द डेड वर्ड्स अफ ल। अदालतले कानुनका मृत शब्दहरूमा प्राण भर्ने काम गर्छ। त्यो कानुनका शब्दहरू मरेतुल्य हुन् भन्छ। त्यही भएर यिनीहरू चाहिँ लेख्न लेखिएको छ त्यो सेतो कागजमा, कालो अक्षरहरू छन्, तर ती सब कालो अक्षरहरू मृत अक्षर हुन्, ती मरेका अक्षरहरू हुन्। त्यसमा जीवन भर्ने, त्यसमा प्राण भर्ने काम कसले गर्छ? अदालतले गर्छ, थ्रु इट्स इन्टरप्रिटेसन। अदालतले व्याख्या मार्फत त्यो मरेको शब्दहरूलाई जिउँदो बनाउने काम गर्छ भनेर रियलिस्टहरूले यसरी आफूलाई व्याख्या गर्छन्। यति कुरा मैले राखेँ। त्यो भनेको जुडिसरीको एकदम बढी भूमिका कुरा गर्छन्। नजिरको सिद्धान्त, प्रेसिडेन्टको नजिर सिद्धान्तलाई एकदम धेरै मान्छन्। तथापि रियलिजमभित्र पनि दुईटा ब्रान्च छ, एउटा अमेरिकन रियलिजम छ, अर्को स्क्यान्डिनेभियन रियलिजम छ। यहाँ लेखिएको पनि रहेछ, यहाँ मुनालजीको मेटेरियलमा पनि सधैँ हेर्नु होला। अमेरिकन रियलिजम भनेको कहाँ भन्दा तपाईको साउथ अमेरिका र नर्थ अमेरिका। नर्थ अमेरिका भनेको अहिलेको युएसए, साउथ अमेरिका भनेको कोलम्बिया, अर्जेन्टिना, ब्राजिल, पेरु, चिली, प्याराग्वे, उरुग्वे, यी देशहरू साउथ अमेरिकामा पर्छ है, महादेशको हिसाबले। युरोप, एसिया, अफ्रिका भने जस्तै जुन युनाइटेड स्टेट्स अफ अमेरिका थियो नर्थको। अमेरिकन रियलिजमको प्रभाव कहाँ छ? अमेरिकामा छ भनेको युएसएमा छ भनौँ न, युनाइटेड स्टेट्स अफ अमेरिकामा छ, त्यसपछि साउथ अमेरिकन कन्ट्रीहरूमा छ, किन त्यहीँबाट यो उत्पत्ति भएको कन्सेप्ट हो अमेरिकन रियलिजम। वेयरएज अर्को चाहिँ यहाँ लेखिएको छ भने स्क्यान्डिनेभियन रियलिजम। स्क्यान्डिनेभिया भनेर कसलाई भन्छौँ हामी? स्विडेन, डेनमार्क, फिनल्यान्ड, आयरल्यान्ड लगायतको यो समुद्रको टापुमा भएको देशहरूलाई हामीले स्क्यान्डिनेभियन कन्ट्री भन्ने चलन छ। फेरि डेनमार्क, स्विडेन, फिनल्यान्ड, नर्वे भनेपछि स्क्यान्डिनेभियन रियलिजम कहाँबाट आयो? कि त कतिपय डेनिस जुरिस्टहरू छन्, कि स्विडिश छन्, कि फिनिस छन्। यिनीहरू भनेको फिनल्यान्ड, डेनमार्क, स्विडेनका छन्। अमेरिकन रियलिस्टहरू कहाँको छन्? प्राय जसो कोलम्बियाको छन् कि त अमेरिकाको छन्। जिस्टमा फरक के छ? दुईटा पोइन्टमा भनिदिन्छु म तपाईँलाई। अमेरिकन रियलिजमले अदालतलाई 100% विश्वास गर्छ। अमेरिकन रियलिजमले सबै कुरा अदालतै हो, अदालतले जे गर्छ त्यो सत्य हो भन्ने लाइनमा अमेरिकन रियलिजम जान्छ। स्क्यान्डिनेभियनले 100% विश्वास गर्दैन अदालतलाई। अदालतको भूमिका हुनुपर्छ, तर सोसाइटीको सोसियल फ्याक्टलाई हेरेर मात्रै अदालतले व्याख्या गर्नुपर्छ भन्छ भने त्यो स्क्यान्डिनेभियन सम्झिनुहोस्। स्क्यान्डिनेभियन सोसियल। अमेरिकन रियलिजमले चाहिँ अदालत भनेको सबै चिज हो, अदालत नै शाश्वत सत्य हो, अदालतले जे गर्छ त्यो ठिकै गर्छ, अदालतले भनेको ठिक हुन्छ भन्ने विश्वास गर्छ अमेरिकन रियलिजमले। बुझ्नलाई मात्रै मैले भने ठ्याक्कै यही त भन्दैन, तर बुझ्न लेख्नलाई। वेयरएज स्क्यान्डिनेभियन रियलिजम चाहिँ अदालत चाहिन्छ, व्याख्या गर्ने अदालतले नै हो, तर अमेरिकनले भने जस्तो सबै अदालतले जस्तो फैसला पनि जे गरे पनि हुने त्यो चाहिँ अधिकार दिन हुँदैन। समाजको सामाजिक धरातलको आधारमा मात्रै अदालतले फैसला वा व्याख्या गर्नुपर्छ भन्छ भने त्यो स्क्यान्डिनेभियन रियलिजम हो। ठिक छ, एउटा डिफरेन्स। त्यही भएर तपाईँले अमेरिकन रियलिस्टहरू जस्तो हाम्रो चिपम्यान ग्रे, ओलिभर वेन्डल होम्स, त्यसपछि जेरेमी फ्र्याङ्क, कार्ल लेल्विन लगायतका जुरिस्टहरू यी चारजना अमेरिकन रियलिस्टमा पर्छन् है। ग्रे, चिपम्यान ग्रे, ओलिभर वेन्डल होम्स, जेरेमी फ्र्याङ्क र कार्ल लेल्विन, यो चारजना अमेरिकन जुरिस्ट मान्ने अमेरिकन रियलिस्ट हुन्। त्यसपछि यता एक्सल हेगरस्ट्रम, त्यसपछि विल्हेल्म लन्डस्टेड, त्यसपछि कार्ल ओलिभ क्रोना र एल्फ्रस, यिनीहरू फेरि स्क्यान्डिनेभियन जुरिस्ट हो। बुकमा त्यसै राखिदिएको हुन्छ, यसो हेर्नु होला नोटमा जहाँ भेटे पनि। अमेरिकन रियलिजम अघि मैले भनेको चारजनाको नाम हेर्नु तपाईँले, तपाईँको ग्रे, होम्स, फ्र्याङ्क र लेल्विन हेर्नु पनि चारैजनाले अदालतलाई बढी एकदम तारिफ गरेको देख्नुहुन्छ। चिपम्यान ग्रेको स्टेटमेन्टै छ, ल इज वाट कोर्ट सेज भन्छ, अदालतले जे भन्छ त्यही कानुन हो। ल इज द ओपिनियन अफ हाफ डजन ओल्ड जेन्टलम्यान who forms the highest judicial tribunal of the country. This is the statement that was given by Chipman Gray. उले त्यही भन्छ, कानुन के हो भन्दा हाफ डजन ओल्ड जेन्टलम्यान, आधा दर्जन बुढाहरू बस्छन् है। अब अन्यथा नलिनुहोस्, हाम्रो पनि एउटा साङ्केतिक रूपमा बुझाउन हैन। आधा दर्जन दौरा सुरुवाल टोपी लाका ट्याक्क श्रीमानहरू बस्नुहुन्छ माथि सर्वोच्चमा, जिल्लामा, उच्चमा जहाँ जहाँ बस्नु छ, आफ्नो बेन्चमा, इजलासमा, उहाँहरूले जे आदेश दिनुहुन्छ त्यही कानुन होइन। दिस इज वाट ओलिभर चिपम्यान ग्रे सेज। कानुन भनेको ती आधा दर्जन ओल्ड जेन्टलम्यान, हेर्दा जेन्टल देखिन्छन्, बुढा हुन्छन्, उसकै भाषा मैले सापटी लिएको है। ओल्ड हुन्छन्, जेन्टलम्यान हुन्छन्, तिनीहरूले जे ओपिनियन दिन्छन् त्यो नै कानुन हो भन्दै भन्छ। अदालतले त्यति भूमिका दिन्छ। ओलिभर वेन्डल होम्सको यही छँदैछ ब्याडम्यान, उसको थ्योरीको नामै ब्याडम्यान थ्योरी हो। BAD ब्याडम्यान, ब्याडम्यान नराम्रो मान्छे, खत्तम मान्छे, अपराधी त्यो भनेको सिधा भाषामा त्यसले क्राइम क्रिमिनल्सहरूलाई भन्न खोजेको। उसको स्टेटमेन्टको व्याख्या के भन्छ? सो ब्याडम्यान थ्योरीको बेसिक कन्सेप्ट के हो? क्रिमिनल फियर्स नो ल बट जुडिसरी। एउटा अपराध गर्ने अपराधीहरू पनि कानुनसँग डराउँदैनन्,
अदालतसँग चाहिँ डराउँछन् भन्छ ब्याडम्यान थ्योरी। सो ब्याडम्यानको सिम्पल कन्सेप्ट के हो? क्रिमिनल फियर्स नो ल बट जुडिसियरी। द्याट मिन्स इभन एन अफेन्डर, इभन अ क्रिमिनल, दे नोज द ल। रेप गर्दा कति सजाय हुन्छ भन्ने एउटा रेप गर्ने मान्छेलाई थाहा हुँदैन? हत्या गर्दा कति सजाय हुन्छ उसलाई थाहा छ। त्योसँग डराउँथ्यो भने त्यसले रेपै गर्दैन थियो नि, त्यसले त्योसँग हत्यै गर्दैन थियो। ऊ पनि केसमा निर्भर हुन्छ न्यायाधीशले चाहिँ कसरी फैसला गर्छ। न्यायाधीशले 10 वर्षको ठाउँमा 5 वर्ष हाल्दिए त भइहाल्थ्यो, 5 को ठाउँमा 1 वर्ष हाल्दिए भइहाल्थ्यो। इभन ब्याडम्यान पनि अदालतमै निर्भर छ भन्छ। जेरेमी फ्र्याङ्कको थ्योरी छ फादर कम्प्लेक्स। फादर कम्प्लेक्स जसरी एउटा बच्चा बाउसँग डराउँछ तर पनि विश्वास गरेर बस्छ, एउटा बच्चा आफ्नो बुवासँग डराउँछ तर पनि विश्वास गर्छ बुवालाई। अदालत त्यस्तै फादर फिगर हो, फादर कम्प्लेक्सिटी जस्तै हुन्छ। अदालतसँग मान्छे डराउँछन्, विश्वास पनि गर्छन्। फेरि अपराध गरेको मान्छे पनि अदालतले विश्वास चाहिँ गर्छ। श्रीमानले 5 वर्ष अघि भनेको कुरा 2 वर्ष मात्रै घटाइदिएदेखि 2 लाख जरिवाना 1 लाख मात्रै गरिदिए। सो फादर कम्प्लेक्सिटी हुन्छ। सबै अमेरिकन जुरिस्टका कुरा सुन्नुभयो भने सबैको कुरो केसँग ठोकिन्छ? अदालतकोसँग लगेर ठोक्छन् यिनीहरूले। अमेरिकनको ठाउँमा अब स्क्यान्डिनेभियन रियलिस्ट भनेको एल्फ्रस, एक्सेल हेगरस्ट्रम, लन्स्टेड, ओलिभ क्रोनाको कुरा सुन्नुभयो भने उनीहरू के भन्छ भने सोशल फ्याक्ट, सोशल जस्टिस, सोशल चेन्जको कुरा गर्छन्। उनीहरू चाहिँ फैसला गर्ने अदालतले नै हो, तर अदालतले फैसला गर्दै गर्दा पुरै स्वतन्त्रता चाहिँ छैन अदालतलाई। अमेरिकनले भने जस्तो पुरै। त्यही भएर अमेरिकामा आज पनि संसारमा सबैभन्दा बढी स्वतन्त्र अदालत अमेरिकामा छ भन्छन् है। अब छ छैन थाहा छैन, भन्दा त्यही भन्छन्। संसारको सबैभन्दा बढी इन्डिपेन्डेन्ट जुडिसियरी भएको देश अमेरिका हो भन्ने छ भन्छ। किन? अमेरिकनको कन्सेप्टै त्यही हो, अदालतलाई एकदम सुरक्षित राख्नुपर्छ, एकदम स्वतन्त्र राख्नुपर्छ, एकदम बढी पावर दिनुपर्छ अदालतलाई भन्ने बुझाइयो अमेरिकनहरू। देखिन्छ नि त प्र्याक्टिस। तर स्क्यान्डिनेभियन फेरि ठिक उल्टो, विकासको हिसाबले संसारको सबैभन्दा समृद्ध मुलुक, सबैभन्दा समृद्ध है, धनी पनि न, पैसाको हिसाबले त अमेरिका होला, मान्छे मार्छ पनि उसले, तर सबैभन्दा समृद्ध, जनताहरू सबैभन्दा खुसी, सबैभन्दा सुखी भएको देश कहाँ हो? हेर्नुहोस् एकचोटि गुगल गरेर। डेनमार्क, नर्वे, फिनल्यान्ड, यी देश संसारको सबैभन्दा एसडिआईमा, ह्युमन डेभलपमेन्ट इन्डेक्समा सबैभन्दा माथि भएका देश हो। मानव विकास सूचाङ्कमा, ग्रस ह्याप्पिनेस इन्डेक्समा, जिएचआईमा सबैभन्दा 1 नम्बर 2 नम्बर भएका देशहरू यी देश हुन्। फेरि छँदैछ आफ्नो आफ्नो ब्याकग्राउन्ड फिचर्सहरू। तर सो स्क्यान्डिनेभियन देशहरू चाहिँ के भन्छन्? हुनसक्छ कारण समाजलाई केन्द्रमा राख भन्छ क्या यिनीहरू चाहिँ। अदालतले फैसला गर्दै गर्दा पनि सोसियल फ्याक्ट, सोसियल जस्टिस, सोसियल रियालिटी चाहिँ नबिर्स भन्यो कि उनीहरू। अदालतले फैसला त गर, तर समाजको तथ्यभन्दा बाहिर जान पाउँदैन। सोसियल चेन्ज जहिले पनि तिम्रो प्राइमेरी उद्देश्य हुनुपर्छ। सोसियल रियालिटीहरूलाई हेरेर मात्रै फैसला गर, समाजलाई केन्द्रमा राखेर फैसला गर भन्ने चाहिँ डेनिस, स्विडिस, फिनिसहरू। त्यो हिसाबले रियलिजमले अदालतको कुरा गर्छ, तर त्यो भित्र 2टा ब्रान्च छ। यति कुरा तपाईँहरूले रियलिस्टभित्र राख्नु होला। ल लास्ट वान इज ट्रेडिसनलमा तपाईँको सोसियलिस्ट अथवा मार्क्सिस्ट। हिजो पनि थोरै कुरा गऱ्यौँ। अब सोसियलिस्ट स्कुल अथवा मार्क्सिस्ट स्कुल भन्ने बित्तिकै यसले के कुरा गर्छ? कार्ल मार्क्स भन्ने बित्तिकै सोसाइटीमा देयर आर 2 क्लास, होइन, क्लास स्ट्रगलको कुरा गर्छ। पहिला वर्ग सङ्घर्षको कुरा गर्छ उसले। वर्ग सङ्घर्षको मिनिङ के हो? समाजमा 2टा वर्ग छ, एउटा हुने खाने वर्ग छ, अर्को हुँदा खाने वर्ग छ। हुने खाने वर्गलाई उसले भन्छ बुर्जुवाजी। बुर्जुवाजी आर दोज हु हेभ डाइरेक्ट एक्सेस टु मिन्स एन्ड रिसोर्सेस, जोसँग स्रोत साधनको पकड छ, जोसँग स्रोत साधनमा पहुँच छ, जो राजनीतिमा छ, जो पैसा कमाउँछ, जो सबै स्कुलमा लगानी उसैको छ, ब्याङ्क उसैको छ, होइन, तपाईँको पार्टीलाई फन्डिङ उसैले गर्छ, त्यो को हो? दे आर दि बुर्जुवाजी। बुर्जुवाजीहरू, त्यसलाई नेपालीमा सामन्तीहरू, सामन्त वर्ग एउटा छ। अर्को छ हुँदा मात्रै खाने, नहुँदा फेरि भोकै सुत्ने वर्ग पनि छ। दे आर कल्ड ह्याप्स नट। ह्याप्स र ह्याप्स नट। ह्याप्स नटहरू को हुन्? मजदुर हुन्, किसान हुन्, दबिएका मानिस हुन्, हेपिएका मानिसहरू हुन्, सीमान्तकृत समुदायहरू हुन्, पहिचान अस्वीकार गरिएको समुदाय। यिनीहरू को हुन् भन्दा यिनीहरू सर्वहारा, सर्वस्व हरण भएको, सर्वस्व हारेको। कसले हरण गर्यो? सामन्तीहरूले सबै हरण गरिसके। चाहिँ समाजमा यसरी 2टा वर्ग हुन्छ, बुर्जुवाजी र प्रोलिटेरिएट हुन्छ, सर्वहारा र सामन्ती हुन्छ। अब उसले के भन्छ? कानुन के हो त भन्दा सिम्पल छ। मार्क्सिस्ट वा सोसियलिस्ट वा मार्क्सहरूको भाषामा ल इज द मिन्स अफ एक्सप्लोइटेसन। त्यसैले कानुन भनेको शोषण गर्ने एउटा माध्यम हो, अरू केही पनि होइन भन्छ उसले। शोषण कसले गर्ने? कसलाई भन्दा बुर्जुवाजीले प्रोलिटेरिएटलाई। एउटा इक्जाम्पल दिन्छु म तपाईँहरूलाई। एउटा कम्पनी छ, कम्पनीको साउले 6 महिना भयो स्यालेरी नदिएको मजदुरहरूलाई। एउटा फ्याक्ट्री छ, विगत 6 महिनादेखि स्यालेरी दिएको छैन। अब त्यो मजदुरहरू के गर्न जान्छन्? शान्तिपूर्वक रूपमा आन्दोलन गर्छन्, हडताल गर्न जान्छन्, हामीलाई स्यालेरी चाहियो भनेर। उल्टै त्यो साउले के गर्छ? प्रहरीलाई बोलाउँछ र प्रहरीले आएर पहिला कसलाई लाठी चार्ज गर्छ? मजदुरमाथि लाठी बर्साउन थाल्छ। पानीको फोहरा हान्छ, उस्तै पनि बन्दुक हान्छ।
दिस इज हाउ यु मेक ल टु एक्सप्लोइट प्रोलिटेरिएट बाई द बुर्जुवाजी। यथार्थ त्यही होइन? केपी ओली, देउबा, प्रचण्ड, रवि लगायतका टाउकोहरू सदियौंदेखि दशकौंदेखि विभिन्न बहानामा यो देशको सम्पत्ति लुटेकै हो नि त। त्यो त फ्र्याङ्कली भन्न सकिन्छ नि। तपाईहरु हुनुहुन्छ होला कोही कम्युनिस्ट मार्क्सिस्ट, तर एज अ लयर म चाहिँ के विश्वास गर्छु नि, लयरको न धर्म हुन्छ, न जात हुन्छ, न लिङ्ग हुन्छ, न कुनै बुझाइ हुन्छ। विचारधाराबाट प्रभावित हुन पाउनु हो, तर त्यसलाई प्राइमेरी नमान्नुस् है। त्यति त मान्छौँ नि त हामी। कांग्रेसी भए पनि देउवाले गोतेलै गरे त भन्नु नहोला नि त तपाईहरु। एमालेवालै भए पनि ओली भयंकर खतरै त भन्नुहुन्छ भने मेरो भन्नु केही छैन। रियालिटी त्यो नहोला नि त। तर अनि जनता के गर्न जान्छन्? मलाई सुशासन देऊ, भ्रष्टाचार अन्त्य गर भनेर विद्यार्थी जान्छन्। उल्टै ती देउबा, ती लेखक, ती प्रचण्ड, ती टाउकोहरूले के गर्छन्? प्रहरी बोलाएर उल्टै कुट्न लाउँछन्, बन्दुक हान्न मार्न लाउँछन्। किन के भन्छन् भन्दा सार्वजनिक सम्पत्तिको नष्ट गरिस् तैले। अघि सामन्तीले त्यही भन्थ्यो कि फ्याक्ट्रीको साउले के भन्थ्यो भने नि, मेरो फ्याक्ट्रीभित्र आएर तिम्रो आन्दोलन गर्ने। कानुन पनि त्यस्तै बनाएको छौं नि त हामीले सार्वजनिक सम्पत्ति। सो व्हाट इज सार्वजनिक सम्पत्ति? थाहा छैन। कसले लेखे सार्वजनिक सम्पत्तिको कानुनहरू? थाहा छैन। यो फेरि टु अन्डरस्ट्यान्ड मार्क्स एकछिन मार्क्सिस्ट भइदिनुस् है, त्यति मेरो रिक्वेस्ट थियो। क्रिटिसिजममा जाने गर्ने, हिजो मैले पनि क्रिटिसाइज गरेकै हो नि त त्यही कुरा, आन्दोलन गर्ने नाममा संसद भवन। तर अहिले मार्क्सिस्ट बुझ्नु छ भने तपाईँ मार्क्सिस्टै हुनुपर्छ। सो बुर्जुवाजीहरूले कानुन कसरी बनाएका हुन्छन्? आफ्नो पावरको संरक्षण गर्न कानुन बनाएका हुन्छन्। लेबर लमा लेखिदिएको छ तपाईको श्रम ऐनमा 8 घण्टा काम गर्नुपर्छ। अब 8 घण्टा ठाउँमा तपाईँ 7 घण्टा काम गर्नुहोस् त, साउले के गर्छ? हिजो त 1 घण्टा छिटो गएको त्यसमा तपाईँ स्यालेरी काटिहाल्छ। कानुनै त्यसले बनाउनु भएको छ तपाईले। 1 मिनेट ढिलो होस् त बिहान, किन ढिलो आइस भनेर तपाईलाई त्यहाँ कारबाही रेखराखती पारेर स्पष्ट लेख्न लागिहाल्छ साउले मजदुरलाई। किन भन्दा सर्वहाराहरू के सामन्तीहरू के गर्न चाहन्छन्? त्यही भन्छ दे अलवेज इन्टेन्ड टु अर्न प्रफिट। त्यसलाई प्रफिटियरिङ भन्छ मार्क्सिस्ट गर्छ, अथवा सरप्लस भ्यालु। बुर्जुवाजीहरू जहिले पनि एक्स्ट्रा भ्यालु कमाउनमा पल्किसकेको हुन्छन् के। एक्स्ट्रा मान्छेलाई दबाएर दुःख दिएर थोरै भए पनि 2 रुपैयाँ बढी कमाउन सक्छु कि मैले, 6 बजीसम्म कर्मचारीलाई राखेर भए पनि आज अलि बढी काम लगाउन सक्छु कि मैले। दिस इज हाउ बुर्जुवाजी थिङ्क्स। उनीहरू सामन्ती हुन्, त्यही भएर सर्वस्व हरण गर्छन् उनीहरू। गरिबै रहोस् भन्ने। यो गरिब हो नि, मेरो इन्डस्ट्रीमा कम पैसामा काम गर्छ, यो धनी भन्दा भोलिदेखि मेरो जस्तै फ्याक्ट्री खोलिहाल्छ नि। देउबा प्रचण्ड ओली त्यही चाहन्छन् नि त। मभन्दा बाठो हुनै पाउँदैनौ तिमीहरू। मभन्दा बाठो भयो भने यिनीहरू फेरि अध्यक्ष बन्लान्, भोलि सभापति बन्लान्, मलाई पछाडि हाल्छन् नि। नयाँ पार्टी आउनै हुँदैन। हाहु गर्ने सरकार हो यो भन्दै पनि भयो ओलीले, खतमै हो भन्दै पनि भयो। देउवाले भनिदिनु भयो होइन, उहाँ बुढानीलकण्ठमा भेटेको पैसा चाहिँ सबै एआईले बनाइदिएको पैसा। मलाई पनि त्यस्तै सिकाइदिए त हुन्थ्यो, एआईले पैसा बनाइदिए त मलाई पनि धनी हुन मन थियो भन्छन् त्यस्तै। सो मार्क्सिस्टहरूले भन्ने नै यही हो। बुर्जुवाजीले रिलेटेड छ। बुर्जुवाजीहरूले जहिले पनि कानुन बनाउँछन्, त्यही भएर कानुन सुपर स्ट्रक्चर हो भन्छन्। सब स्ट्रक्चर चाहिँ पैसा हो, पुँजी छ। त्यही भएर विनोद चौधरीसँग पैसा छ, ऊ सांसद भए पनि भयो, ऊ मन्त्री भए पनि भयो, उसले सिजी खोले पनि भयो, ट्याक्सको दर हेरफेर गरे पनि भयो होइन। मिनबहादुरसँग पैसा छ, उसले एमालेको पार्टी कार्यालय बनाइदिनु भयो, काङ्ग्रेसको बनाइदिनु भयो, जे गर्दै पनि भयो। सब स्ट्रक्चर आधार पैसा हो, इकोनोमी हो। त्यो इकोनोमीमा निर्माण हुन्छन् सुपर स्ट्रक्चरहरू। त्यहाँ एजुकेसन बन्छ, त्यहाँ ल बन्छ, त्यहाँ पोलिटिक्स बन्छ। यी सब सुपर स्ट्रक्चर हुन् भन्छ। र यो सोलुसन के हो त भन्दा यिनीहरू के भन्छन्? पुग्ने सोसियलिजममा हो। यिनीहरू समाज विकास यिनीहरूले चरण दिएको छ। सबभन्दा पहिला हन्टिङ ग्यादरिङ एज भन्छौँ हामी होइन, प्रिमिटिभ एज। त्यसलाई यिनीहरू के भन्छन्? प्रिमिटिभ कम्युनिजम भन्छन्। त्यसपछिको दोस्रो चरणमा हामी कृषि युग भन्छौँ। सामान्य आम नागरिकहरूले हामी कृषिको एग्रिकल्चरल एज भन्छौँ। मार्क्सिस्टहरू अथवा कम्युनिस्टहरू त्यसलाई फ्युडालिजम भन्छ, सामन्तवाद। त्यसपछि हामी औद्योगिक क्रान्ति इन्डस्ट्रियल एज भन्छौँ, उनीहरू क्यापिटलिजम भन्छन् त्यसलाई। यो सब समस्या हो। पुग्ने कहाँ हो भन्दा सोसियल। त्यसपछि के आउँछ भन्दा कम्युनिस्टमा समाजवाद। समाजवादमा के हुन्छ? देयर इज कलेक्टिभ ओनरसिप। त्यही होइन र, समाजवाद भनेको सम्पत्तिहरूमा निजी लगानी भन्दा पनि सामूहिकता हुन्छ। त्यहाँ सहकारीको विकास हुन्छ, त्यहाँ सबैको संयुक्त लगानी हुन्छ। राज्यले मिनिमम आधारभूत आवश्यकताहरू पुरा गरिदिन्छ, शिक्षा स्वास्थ्य जस्ता कुरा राज्यले पुरा गरिदिन्छ। त्यो सोसियलिजम हो। पुग्ने गन्तव्य कहाँ हो भन्दा कम्युनिजम हो। त्यसलाई हामी साम्यवाद भन्यौँ। सो साम्यवादमा के हुन्छ? दुईटा कन्सेप्ट हुन्छ। विदरिङ अफ ल एन्ड स्टेट भन्छ एउटा कानुन र राज्य भन्ने चाहिँ आफै हराएर जान्छ। किन हराउँछ? किनकि सबै मानिसहरू समान हुन्छन्। अघि भने प्रोलिटेरिएट र बुर्जुवाजी भन्ने अब ग्याप हटेर जान्छ। धनी गरिब, ठुलो सानो, यो जात त्यो जात हुँदैन। सबै मानिस समान हुन्छन्। सबै समान भएपछि न एउटाले अर्कोलाई थिचो मिचो पेल्न हेप्न केही गर्नै सक्दैन। कसैले कसैलाई अन्याय नै नगरेपछि कानुन किन चाहियो? राज्य किन चाहियो? अदालत किन चाहियो? पुलिस किन चाहियो? आफै हराएर जान्छ भन्छन् के यिनीहरू। त्यो सम्भव छ? थाहा छैन मलाई चाहिँ। आजसम्म संसारमा कहीँ सम्भव भएको छैन। सोसियलिजमसम्म पुग्न सम्भव होला, तर कम्युनिजममा पुग्ने कुरा चाहिँ त्यही भएर यथार्थमा इट इज नट पोसिबल। न आफै रसिया पुग्यो त, लेनिन भएको देश होइन त, लेनिनिजम जन्माउने देश रसिया पुग्यो। माओइजम जन्माउने, माओइस्ट नेपालमा पनि प्रचण्डहरूलाई प्रचण्ड पथ सिकाउने चाइना पुग्यो त कम्युनिजममा।
अथवा तपाईँको के अरे क्युबा पुग्यो त अमेरिकासँग त्यत्रो टक्कर गर्ने क्युबा साँच्चै कम्युनिस्ट भएको छ त 100%। नेपाल पुग्यौँ त सबभन्दा बढी कम्युनिस्ट देश भएको देश होइन हामी। नेकपा एमाले, नेकपा माओवादी होइन, काङ्ग्रेस पनि हाम्रो त प्रजातान्त्रिक समाजवादी पार्टी हो। हामी पुग्यौँ त समाज कम्युनिजममा। त्यो हिसाबले थाहा छैन धेरैले त्यही भएर के भन्छ कम्युनिजम चाहिँ युटोपिया हो, यो परिकल्पना मात्रै, काल्पनिक चिज हो। सोसियलिजमसम्म चाहिँ पुग्न सम्भव छ भन्छ, तर कम्युनिस्टहरू त कम्युनिजममै पुग्ने हो भन्छन्। थाहा छैन अब कम्युनिजममा कसरी पुगिन्छ। ए ठिक छ। सो यति कुरा सोसियलिजमले ललाई के कसरी हेर्दो रहेछ, बुर्जुवाजीहरूको आउटकम हो, मिन्स अफ एक्सप्लोइटेसन हो। समाधान के हो, कम्युनिजममा पुग्ने। कम्युनिजममा पुगेपछि के हुन्छ, कम्युनिजममा पुगेपछि कानुन र राज्य आफै हराएर जान्छ, कानुनको आवश्यकता पनि पर्दैन, न्याय पनि पर्दैन। वाइ भन्दा बिकज एभ्री इन्डिभिजुअल नाउ दे विल बी इक्वल, देयर विल नट बी ग्याप बिट्विन बुर्जुवाजी एन्ड प्रोलिटेरियट। त्यहाँ सामन्ती र सर्वहारा भन्ने हुँदैन, त्यहाँ दलित र ब्राह्मण भन्ने नै हुँदैन, त्यहाँ ठुलो जात र सानो जात, महिला र पुरुषको विभेदै रहँदैन। जब वे देयर इज इक्वालिटी, now that is the state of communism, and when there is communism there is no requirement of law and state। त्यसपछि राज्य र कानुनको आवश्यकता पर्दैन भनेर यसरी दिस इज हाउ मार्क्सिस्ट र दिस इज हाउ सोशलिस्ट भ्युज ल र जुरिस्प्रुडेन्सलाई नै यसरी हेर्छन्। मैले यति कुरा राखेँ। मलाई अलि बढी मुनालजीले गाली गर्नुहुन्छ भन्ने लागेको छ। त्यो गाली भन्दा पनि अब यो जुरिस्प्रुडेन्सको छोटो छोटै जाँदा पनि 6वटा स्कुल अब एभरेजमा भनौँ न 20 मिनट लाग्यो भने पनि 20 सके 120 जान्छ एक्स्ट्रा। त्यो हिसाबले अब 48 भइसक्यो। तपाईँहरूको क्वेसनहरू केही छ भने लिन्छु। मेन भनेको जुरिस्प्रुडेन्सको स्कुल बुझ्यो भने बाँकी त जस्टिस, राइट एन्ड ड्युटी, सोर्स अफ लहरू छिटो दौडाउन सकिहालिन्छ। यति कुरा मैले राखेँ तपाईँहरूलाई। अब चाहिँ म क्वेसनतिर मुभ गर्छु। केही हजुर क्वेसन अथवा सोध्न मन लागेको केही छ भने मैले आज पनि त्यही हो, अब अलिक रफ्तारमा दौडाउनु परिरहेको छ। कति बुझिराख्नु भएको छ, कति बुझ्नु भएको छैन, मैले कति बुझाउन सकिरहेको छु, त्यो तपाईँहरूले मूल्याङ्कन गरिदिनु होला। केही छ भने मैले हजुरको क्वेरीहरू सल्भ गर्ने प्रयास गर्छु। हजुरको आवाज अलि सानो आयो। कम्पेरेटिभ स्कुल भन्नुभयो। कम्पेरेटिभ स्कुल अफ ल भनेको 2-3टा तरिकाले हेर्न सक्यो। एउटा अघि हामीले हेन्डीमेनको कुरा गर्यौँ, जस्तो कम्पेरिजन भनेको तपाईँको यसले चाहिँ के गर्छ, अमङ डिफ्रेन्ट लिगल सिस्टम्स कम्पेरिजन गर्ने। जस्तो हिजो पनि हजुर हुनुहुन्थ्यो नि, छोटोमा हामीले के कुरा गर्यौँ, जस्तो वेस्टर्न जुरिस्प्रुडेन्स र इस्टर्न जुरिस्प्रुडेन्सको फरक के हो, कम्पेयर त्यसरी हेर्न सक्यो। अर्को लिगल सिस्टमको आधारमा कम्पेयर गर्छन् यिनीहरू, जस्तो सिभिल लिगल सिस्टम र कमन लिगल सिस्टम, कमन कानुन प्रणाली र नागरिक कानुन प्रणालीमा के फरक हुन्छ, रिलिजियस लिगल सिस्टम र सोसियलिस्ट लिगल सिस्टममा के फरक हुन्छ। सो कम्पेरेटिभ भनेको चाहिँ संसारमा भएका एक्जिस्टिङ प्रिन्सिपल, जस्तो अघि भनेको अब सोसियलिजम र कम्युनिजमकै कम्पेरिजन हुन सक्यो। तपाईँको एनालाइटिकल स्कुलमै बेन्थम र अस्टिनको कम्पेरिजन हुन सक्यो। अमेरिकन रियलिजम र स्क्यान्डिनेभियनको रियलिजम। कम्पेरेटिभ भनेको तुलनात्मक रूपमा विभिन्न संसारमा भएका विचारधारा र सम्प्रदायहरूको कम्पेयर गर्ने अनि त्यसपछि बेटर लिगल सिस्टम बनाउने प्रयास गर्ने, त्यो कम्पेरेटिभ अप्रोच भन्छ त्यसलाई। ओभरअल हजुर यस्तो छ, ओभरअल अब फिलोसफीको हिसाबले भन्छौँ भने पोस्ट मोडर्निजममा छौँ हामी। जो पनि कुरा गऱ्यौँ च्याप्टर 3मा छ ट्रेन्डहरू, भोलि जनसाधारण 1600मा त हामी पोस्ट मोडर्निजम भनेको उत्तर आधुनिकतावादको समयमा छौँ भन्छौँ हामी। अब हामी भनेको क्रिटिक्सहरूले जस्तो अघि भने नेचुरल फेल भइसक्यो अहिलेको बुझाइमा, एनालाइटिकल हिस्टोरिकल सब फेल भयो, रियलिस्ट पनि फेल भयो। जस्तो यसो हेर्दा अदालतले सबै कुरा सत्य त्यस्तो हो त, न्यायाधीश भगवान हुन्, इभन भगवान छाडौ न, भगवान भन्ने कुराले सधैँ सत्य गर्छ भन्ने छ र भनेको अदालतले जे गर्छ त्यो ठिक भन्दिने हो भने त त्यो त संसारमा त अदालतमा किन भ्रष्टाचार हुन्छ, न्यायाधीशहरू किन समस्या विवादमा पर्छन् भनेपछि अदालतले मार्क्सिस्टले भनेको कुरा ठिक हो त, त्यसो भए सबै यो कानुनै हटाएर जाउँ, राज्य चाहिँदैन भनेपछि कहाँ जान्छौँ, फेरि जङ्गल युगमा जाने। जो अहिले चाहिँ हामी कहाँ छौँ भन्दा फिलोसफिकली लिँदा पोस्ट मोडर्निजममा छौँ भन्छौँ, उत्तर आधुनिकतावादमा छौँ। त्यो हिजो थोरै कुराहरू चाहिँ भोलि कुरा गरौँला। आधुनिकतावादले गलत कुराहरू सिकायो, त्यसलाई त्यो रियालिटीमा देखिन्छ। जस्तो अहिले हामी त्यसलाई कसरी एक्जाम्पल दिइ भन्नुहुन्छ म भन्न सक्छु। अहिले त्यो संसारमा तपाईँले जेन्जी ट्रेन्ड, यसलाई एक्जाम्पल लिउँ न। हिजोको राजनीतिक प्रणाली कम्युनिजम मार्क्सिजम यो नाममा हामीलाई गलत कुरा सिकाइयो, अब स्ट्रक्चरै चाहिँदैन। जस्तो यसपालि जेन्जीको नेतृत्व को थियो त, धेरैले क्रिटिसाइज गरे, त्यसलाई क्रिटिसाइज गर्छु म पनि, तर पोस्ट मोडर्निजमले सिकाउने त्यही हो कि अब तिमी कुनै एउटा स्ट्रक्चरमा नहिँड न, तिमी कसैको आदेश निर्देशन पर्खेर नबस्न न, तिमी कसैको तिमी आफ्नो नेतृत्व आफै गर्ने, स्वच्छन्दतावादी। त्यही भएर कविता कसरी लेख्नुपर्छ, तपाईँको पुरानै पहिला जस्तो हो गद्य र पद्य मिलाउनु पर्छ भन्ने छ र कविता भावना। तपाईँ तिमी ऱ्याप गाऊ, अहिले ऱ्याप कल्चर हेर्नुहोस् त, ड्रेसअप त्यस्तै छ, मान्छेको थिङ्किङ प्याटर्न त्यस्तै छ, अधिकारको हिसाबले लेस्बियनको अधिकार, गेको अधिकार, बाइसेक्सुअलको अधिकार, थर्ड वर्ल्ड कन्ट्रीहरू अफ्रिकाहरू अहिले जस्तो हाम्रो के अरे ट्राउरे वा बुर्किना फासोमा ट्राउरेहरूको उदय भइरहेको छ। त्यो हिसाबले अहिले संसार पोस्ट मोडर्न, त्यो चाहिँ सत्य हो। फेरि घटनाक्रमले त्यही देखाउँछ। अहिले कुनै फिक्स स्ट्रक्चर कुनै बादमा संसार, नेपाल मात्रै होइन संसार कोही मान्छे, तपाईँ पनि इभन भन्नुहुन्छ अन्तर्मनमा त मेरो मालिक म आफै हो, मेरो जीवनको निर्णय म आफै गर्छु, म बिहे गरौँ म बिहे नगरौँ, म कोसँग गरौँ म के जाने, मेरो इच्छा नि,
भनेपछि अहिले संसार चाहिँ कहाँ छ भन्दा पोस्ट मोडर्निजमको अवस्थामा छौँ भन्छौँ र फिलोसफीले पनि ललाई पोस्ट मोडर्निस्टिक अप्रोचबाट नै अहिले पछिल्लो समय अध्ययन गर्ने चाहिँ चलन छ। मजाले जस्तो तपाईँको फेरि पोस्ट मोडर्निजमको पनि मजाले क्रिटिसाइज गर्ने चलन छ। तपाईँले भने के मेजर क्रिटिसिजमै त्यही हो फेरि पोस्ट मोडर्निजम। उसो एउटा सिद्धान्त त चाहियो नि त। यसपालि हाम्रो जेन्जी एउटा नेतृत्वकर्ता त चाहिन्थ्यो नि त। ल भोलि जेन्जी सरकारमा गयो यिनीहरूको फिलोसफी के हो त? जो रासोपाको कुन वाद हो त? हामीले वाद खोजिरहेको छौँ त अझै भनेपछि अफकोर्स तपाईँले भनेको क्रिटिसिजम सबभन्दा ठुलो पोस्ट मोडर्निजमको क्रिटिसिजमै त्यही हो। यिनीहरूको धरातलविहीन भयो। यिनीहरू धरातलै छैन। विश्वास के को आधारमा विश्वास गर्ने त? सबैको मालिक म यो भन्ने हिँड्यो भने त फेरि समाज त त्यो त के भन्छ आर्बिट्रेरीनेसतिर जान्छ नि। त्यो त मलाई मनमौजी हुन थाल्छन् मान्छेहरू, स्वेच्छाचारी हुन थाल्छन्। सो पोस्ट मोडर्निजमको सबभन्दा ठुलो क्रिटिसिजम चाहिँ त्यही हो। तपाईँले फाउन्डेसनै छैन, बेसै छैन भनेपछि जरा बिना कसरी पात पलाउँछ त? हावा चल्ने त्यो उडिजान्छ नि। यो चाहिँ फेरि पोस्ट मोडर्निजमको क्रिटिसिजम चाहिँ त्यही हो। अहिले फ्रेजाइल छ एक्ज्याक्टली, किन हामी ट्रान्जिसनमा छौँ। त्यो यो त हामी एकदमै सङ्क्रमण कालमा छौँ कि न हिजोको यथास्थितिलाई स्वीकार्न तयार छौँ हामी, त्यो पनि सक्दैनौँ। पुरै आधुनिकतामा हामी जान पनि सकेको छैन। एक्ज्याक्टली तपाईँ ठ्याक्कै एकदम फ्रेजाइल अवस्थामा छ। न यो त्यो पहिचान, त्यही भएर मान्छे अहिले संसारमा पहिचानको खोजी भइरहेको छ नि त। सबैले आफ्नो पहिचान खोजिरहेको छन् कि एलजिबिटी अहिले पहिचान खोज्दैछन्, ब्ल्याक लाइफ म्याटर उनीहरू खोज्दैछन्, फेमिनिजम नारीवाद पहिचानको खोजी। म के हो, म को हो? राष्ट्रियता भारतमा त्यही मोदीले गरेको के हो त? हिन्दुत्व भनेर नामै चेन्ज गरेर कहिले इन्डिया नराखौँ भारत राखौँ भनेको छ। के हो त्यो? पहिचानको खोजी हो होइन। ओलीले यत्रो वर्ष हामीलाई चुचे नक्सा टाउको दुखेन, अहिले हामी चुचे नक्सा लिम्पियाधुरा लिपुले के हो त्यो भनेपछि अफकोर्स पनि हामी पहिचानकै खोजीमा छौँ। त्यो फ्रेजाइल अवस्थामा छौँ। देखिन्छ त्यो संसारभर नै। यो छ नि सर, एउटा मैले प्रश्न राखेँ। यो जेनजी आन्दोलन अहिले जुन भएको छ नि, जेनजीले आन्दोलन गर्ने 23 र 24 को आन्दोलन भयो नि सर, हाम्रो 80 भयो नि सर। यसमा चाहिँ यो आन्दोलनले जुन किसिमले उनीहरूले एउटा सामाजिक सञ्जाल खुलाउने र यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अर्थात् कार्यकारी प्रमुख र चाहिँ नि यो हुनुपर्छ, भ्रष्टाचार मुक्त समाज हुनुपर्छ यो अहिलेको उसले भनेर त्यो तरिकाले युद्ध गरे यो गरेका थिए, उनीहरूले सुरुवात गरेका थिए होइन। तर कुरो के हो भने त्यसको चाहिँ अब रिजल्ट चाहिँ अर्कोमा गयो होइन। मान्छे मारियो, मान्छे भनौँ आन्दोलनकारीको नाममा मान्छे मरे। अब मरिसकेपछि त्यो अर्को 24 गतेको चाहिँ अर्को हिंसा भयो होइन। त्यो आगजनी भयो, के भयो। अब यसले चाहिँ के ल्यायो भनेपछि पुरै एउटा आन्दोलन जसरी चाहिँ नि 7 सालदेखिको आन्दोलन थियो नि, 7 साल 17 साल, अब यो 36 भनौँ कि 46 साल, अनि त्यसपछि 62-63 को जस्तै यो आन्दोलनकै रूपमा ल्यायो कि यो 82 सालकोले होइन सर। अब यसलाई चाहिँ कसरी हामीले लिन्छौँ त? यो चाहिँ कानुनले चाहिँ अब यो लिन मिल्छ कि मिल्दैन त? अब अहिले जस्तो यो संसद पुनर्स्थापना हुनुपर्छ भनेर जुन आएको छ यिनीहरूले अहिले मुद्दा, यो चाहिँ पार्टीहरूले हालिरहेछन् भनिरहेछ। यो अस्ति हाल्न गएको थियो अरे भनेर सुनेको छु। अब त्यसमा चाहिँ के हुन्छ? यो आन्दोलनमा चाहिँ मुद्दा लाग्दैन भन्ने कुरो पनि हुँदो रहेछ। यसमा चाहिँ के हुन्छ सर? त्यो यो यस्तो हजुरलाई यो जेनजीको वाला क्वेसन एकदम प्रोबेबल छ। जस्तो हाम्रो यो राजर्षि जनकको सेकेन्ड बिएलएलबी पढाउँछ हामीले 5 इयर्सको, यहाँनिर तपाईँ बोर्ड एक्जाममा सोध्छु। एकदम प्रोबेबल क्वेसन हो किन उठिरहेको विषय हो। जस्तो जेनजी आन्दोलन तपाईँ कसरी हेर्नुहुन्छ त? कुन स्कुल अफ थटबाट मिल्छ भने एकदम प्रोबेबल तपाईँलाई सोधिदिन सक्छ। त्यो हिसाबले नि कति बेला फेरि आउट अफ टपिक गयो कि भन्ने लाग्ला। त्यो जस्तो आउट अफ टपिक हुँदैन, एकदम मजा जुरिस्प्रुडेन्स भित्र के यो त कुन जुरिस्प्रुडेन्सले हेर्ने त भन्ने हिसाबले सरले भने दुईटा अवस्था होला हजुरले सोधेको विशेष क्वेसन। जस्तो अब युद्ध अपराध जुन अब हजुर पछि सम्भवतः अर्को सेमेस्टरतिर तपाईँले इन्टरनेसनल ह्युमेनिटेरियन ल र इन्टरनेसनल ल पढ्दाखेरि अहिले पनि छ होला सायद, पब्लिक इन्टरनेसनल लमा बेसिक कन्सेप्टहरू त हामी पढ्छौँ नि, हजुरको छ नै होला। त्यो हिसाबले अब जस्तो के कस्तो घटनालाई चाहिँ राजनीतिक घटना मान्ने, कस्तो घटनालाई राजनीतिक घटना नमान्ने भन्ने कुरा मलाई सोध्नु हो नि क्रिटिकल लिगल स्टडिजहरूले त्यही भन्छन्। ल इज पोलिटिक्स। रेशम चौधरीले पहिचानको माग गरेर टिकापुरमा घटना हुँदा उसलाई मुद्दा लाग्ने, गौर हत्याकाण्डमा अहिलेसम्म मुद्दा नलाग्ने, माओवादीको 10 वर्ष जनयुद्धमा पनि केही व्यक्तिहरूलाई मुद्दा लाग्ने, प्रचण्डहरूलाई फेरि मुद्दा नलाग्ने। सार्वजनिक रूपमै मैले 5000को चाहिँ लिन तयार छु। त्यो सेल्फ, हामी त कानुनको भाषामा साबिती भन्छौँ त, कन्फेस गर्दा फेरि नलाग्ने, अरू कसैलाई लाग्ने भनिसके पछाडि क्रिटिकल लिगल स्टडिज भोलि पर्छ उनी त्यही हुन्छ। ल इज पोलिटिक्स। यो कानुन के भन्दा कानुन राजनीति हो। जसरी जताबाट व्याख्या गर्दै पनि हुन्छ। क्रिटिकल लिगल स्टडिजवालाहरू त्यो भन्छन्। अब मलाई फेरि त्यो छाडेर ह्युमन राइटको पर्सपेक्टिभबाट सोध्नु हो नि अब युद्ध अपराध कस्तो कस्तो घटनालाई युद्ध अपराध मान्ने त र कस्तो नमान्ने भन्दा 4 किसिमकोलाई चाहिँ नमान्ने भन्छ हाम्रो। जस्तो एउटा जेनोसाइड, कुनै पनि समुदायको नस्ल नै अन्त्य गर्ने हिसाबले। यो कहाँ भयो भन्दा रुवान्डामा भयो। पहिला हुटु र तुत्सी भनेर जति बेला रुवान्डा 10 वर्ष त्यहाँ पनि युद्ध भयो, त्यति बेला जेनोसाइडको हत्या गर्ने चलन थियो। पछिल्लो समय तपाईँको अफगानिस्तान बङ्गलादेश र म्यानमारको घटना, यहाँ पनि विशेष गरी यस्तो बङ्गालीहरूले म्यानमारको भेट्यो कि मारिहाल्ने सकाइहाल्न खोज्ने,
फेरि म्यानमारवालाहरूले बङ्गाली भेट्यो कि मारिहाल्न खोज्ने होइन, विशेष रोहिङ्ग्या रिफ्युजी रोहिङ्ग्याको चाहिँ यस्तो कुनै जिनलाई नै लक्षित गरेर कुनै समुदाय कुनै सम्प्रदायकै अन्त्य गर्ने हिसाबले युद्धको नाममा मारिन्छ, खोजी छानी छानी मारिन्छ भने त्यसलाई त अपराध मुद्दा चल्छ, संसारभरि चलेको इतिहासहरू। जस्तो तपाईँ त्यही भएर रुवान्डान ट्रायल बन्यो, तपाईँको हाम्रो उता जर्मनीको बेलामा नाजीहरूकोमा खोजी मारिएको हो नि, त्यो हिसाबले त्यहाँनिर ट्रायल बन्यो, ट्राइब्युनल बनेर मुद्दा चल्यो। युगोस्लाभियामा ट्राइब्युनल बन्यो, बङ्गलादेशको ट्राइब्युनल बनेर चलिरहेको अवस्था छ, त्यो हिसाबले त्यसमा स्पष्ट मुद्दा लाग्ने। अर्को क्राइम अगेन्स्ट ह्युम्यानिटी भन्ने चलन छ, मानवता विरुद्धको अपराध युद्धको नाममा एक्सट्रिम। जस्तै त्यही भएर मैना सुनारको त मुद्दा चल्यो नि त फेरि जनयुद्धमा, काभ्रेमा मैना सुनारको रेप गरेर आर्मीहरूले भन्छ, आर्मी विरुद्धमा त मुद्दा त चल्यो। कर्णेल कुमार लामाको मुद्दा चल्यो, गुरुसुङ्गे ब्यारेकमा त्यहाँ टर्चर दिएको भनेर भनिसकेपछि युद्धको नाममा चाहिने भन्दा बढी, अब एक्ज्याक्ट अहिले आएको जेन्जीमा चाहिने भन्दा बढी बल प्रयोग गरिएको पो हो कि त्यसरी गोली चलाउनु हुन्थ्यो कि, त्यो चाहिँ बढी क्राइम अगेन्स्ट ह्युम्यानिटी जान सक्ला भोलि। अथवा कुनैलाई जस्तो एउटा हल्ला चाहिँ आएको थियो नि संसद भवनभित्र 32 जना बालबालिकालाई राखेर त्यहाँ त आगो लागिएको छ, त्यो यदि सत्य भएन राम्रो भयो, तर हुन्थ्यो भने त्यो क्राइम अगेन्स्ट ह्युम्यानिटीमा जान्थ्यो। त्यो मानवता विरुद्धको अपराधहरूमा त्यस्तोहरूमा मुद्दा चल्ने चलन छ। सो जेनोसाइडको युद्धकै नाममा भयो भने जेनोसाइड कुनै नस्ललाई अन्त्य गर्ने गरी भयो, त्यो मजाले अपराध जान्छ, अनुसन्धान हुन्छ, त्यो संसार इन्टरनेसनल क्रिमिनल कोर्टले त्यही भन्छ। त्यसपछि क्राइम मानवता विरुद्धको अपराधहरू छ भने हुन्छ। अर्को वार क्राइम, युद्धको नाममा तपाईँको जस्तो हाम्रो पहिला नालापानीको युद्धमा चाहिँ माथि पाइपै काटेर पानी खानै नदिएको थियो, अब आजको त्यो आधुनिक युद्धको नियमले त्यो भन्दैन। जस्तो वार क्राइम युद्धमा तिमीले स्कुलहरूमा आक्रमण, जस्तो इजरायल प्यालेस्टाइनमा देखिरहेको छ, स्कुलमाथि आक्रमण गरिदिने, हस्पिटलमाथि आक्रमण गर्ने, एयरपोर्टहरूमा आक्रमण गर्ने, सिभिलियन बस्ने मानव बस्तीहरूमा आक्रमण गरिन्छ भने त्यस्तोहरू यस्तो घटनाक्रमहरूमा मजाले मुद्दा चल्ने, हजुरको क्रिमिनल केस नै चल्छ नै। त्यो गर्दाखेरि मलाई फेरि हजुर थाहा छ क्रस क्वेसन आउला, त्यो अघि मैले लज पोलिटिक्स एकातिर त्यो राजनीति डोनाल्ड ट्रम्पलाई किन मुद्दा नचल्ने उसो भए, अफगानिस्तान त्यत्रो मुद्दा उसले मान्छे मारेको होइन र अमेरिकाले, उता यमनमा युद्ध चलाएको होइन र अहिले पनि त तपाईँको देखिँदा पो इजरायल प्यालेस्टाइन देखिन्छ, हात त अमेरिका हो नि त, देख्दा पो तपाईँको रसिया र युक्रेन देखिन्छ, हात त अमेरिका हो नि त। डोनाल्ड ट्रम्पलाई चाहिँ अन्तर्राष्ट्रिय अदालतले नसमाउने त, लज पोलिटिक्स त्यो त छँदैछ फिलोसफिकल्ली। तर पनि अब जेन्जीको हकमा के हुने भन्ने एउटा दोस्रो तपाईँ जस्तो उपलब्धिहरूको हकमा भोलि प्रत्यक्ष कार्यगरीमा जान सम्भव होला नहोला, त्यो मलाई सोध्नु भने एउटा संवैधानिक कन्स्टिट्युसनल ल पनि एलएलएम। सो कन्स्टिट्युसनल लको सम्भव त्यो त एउटा कमन सेन्सले पनि त्यो सम्भवै छैन, किनभने संविधान चेन्ज नगरेसम्म हाम्रो शासन व्यवस्था परिवर्तन गर्नु त दुईटै बहुमत छैन। अब संसद चाहिँ फाल्ने अनि फेरि यता आएर संविधान चाहिँ चेन्ज गरौँ भन्ने कुरो त्यो त कस्तो हो नि, म रुखको टुप्पोमा चाहिँ बस्छु तर रुखको फेद चाहिँ काट्छु, कालिदासको कथा जस्तो मात्र। संसद कि त चाहियो, संसदले संविधान परिवर्तन गर्ने त अब कि त होइन, पुरै नागरिक सरकार बनाएर हामीले अन्तरिम संविधानै ल्याउँछौँ। अब हजुरले भने एक्ज्याक्टली यो क्रान्ति हो कि होइन भन्ने प्रश्न हो पहिलो। त जेन्जी आन्दोलन हो कि जेन्जी क्रान्ति हो? आन्दोलन त के हुन्छ, छेडिक हुन्छ नि त, दुई दिन त्यो नै अहिले त्यसको डिफिनेसनै उ भएको छैन। क्रान्ति भने फेरि के हुन्छ, क्रान्तिमा चाहिँ पनि पोलिटिकल सोसियल इकोनोमिक रिफर्म हुन्छ भने त्यो क्रान्ति हो। जस्तो माओवादी जनयुद्धलाई क्रान्ति, त्यसले सत्ता नै परिवर्तन गरिदियो, तन्त्र नै राजतन्त्र हटाएर अर्को तन्त्र ल्याएको, त्यसलाई क्रान्ति भन्न सकिएला एक तरिकाले। अथवा कुनै तपाईँले भने 7 साललाई भन्न सक्यो राणा शासन चाहिँ, कि त राजनीतिक व्यापक परिवर्तन हुनुपर्छ, कि आर्थिक रूपमा नै जस्तो कम्युनिजमबाट मार्क्सिजमबाट सोसियलिजम पुँजीवादबाट अर्को जानु पर्यो, कि सोसियलमा समाजमा व्यापक परिवर्तन आउनु, त्यो त केही भएन। फेरि त्यो छेडिक हो, त त्यो हिसाबले विद्रोह हो कि यो क्रान्ति हो? विद्रोह त फरक छेडिक हुन्छ भनिसके पछाडि हजुरले भन्नु कि जेन्जीहरूले गर्न खोजेको थिए सामान्य विद्रोह आन्दोलन भनौँ न, विद्रोह आन्दोलन सामान्य माग थियो भनौँ न, सामान्य माग थियो, रिजल्ट कहाँ पुग्यो? क्रान्ति जस्तो किन सरकारी परिवर्तन भयो, नागरिक सरकारी भन्छ, यसो एउटा क्रान्ति जस्तो देखिन्छ। त्यो उसले भनेको नि त छ नि सर, मिराज ढुङ्गानाले के भन्थ्यो, हामीले चाहिँ मुसो मार्न गएको, हात्ती मार्यौँ, बाघ मार्यौँ, अनि ऊ भयो, अब के भयो, हामीले थेक्न सकेनौँ भनेर भनेको छ। त्यो हिसाबले अब संसद अब यो राज्य व्यवस्था परिवर्तन गर्न पनि सम्भव छैन, त्यही हो कि त नागरिक सरकारबाट पुरै अन्तरिम संविधान ल्याइयो भने अलग, नत्र अहिलेकै अवस्थामा रहँदाखेरि न प्रत्यक्ष कार्यकारी आउन सम्भव छ, न त हजुरको यो संहिता खारेज गर्न। त्यसको लागि के चाहिन्छ? संसद चाहिन्छ, संसद पुनर्स्थापना हुनु पर्यो, कि नयाँ निर्वाचन तत्काल निर्वाचनमा जानु पर्यो, कि त अब फेरि माग कस्तो उल्टो गरिरहेछन् उनीहरू, चुनाव पनि चाहियो हामीलाई समयमै, प्रत्यक्ष निर्वाचन पनि चाहियो, त्यो सम्भवै छैन। चुनाव पछि बल्ल नयाँ सरकार आउँछ, नयाँ संसद आउँछ, त्यसले बरु अर्को चुनाव भनौँ न, 84 पछि अब 82 मा चुनाव भने 83 84 2087 सालको चुनावमा हुन सक्छ नेपालमा। यो अहिलेको चुनाव चाहिँ संसदीय हुने र पछि चाहिँ त्यो आउने चुनाव आउने संसदले चाहिँ प्रत्यक्ष कार्यकारीमा जान सक्यो, प्रदेश खारेज जे माग्छ हैन, प्रदेश खारेज गर्न सक्यो, ती कुराहरू रहला छ। ती कुराहरू ल हैन, त्यही हो, ठिक हो, म बुझेँ। हैन त्यसलाई कसरी लिन्छ भनेर सरको भनाइ के छ भन्नु खोजेको थिएँ। हस्, म बुझेँ सर। अरु सर म्यामको केही छ भने सर? हजुर सर, हजुर गुड मर्निङ सर। हजुर गुड मर्निङ सर।
तर यो क्वेसन आउँदा क्रिटिकल्ली एनालाइज भनेर आउँछ जुनसुकै टपिकमा नै आउँदाखेरि त्यो क्रिटिकल्ली एनालाइज भन्ने ठाउँमा चाहिँ हामीले साँच्चीकै क्रिटिसाइज मात्र गरेर एन्सर लेख्ने हो कि कसरी लेख्दा ठिक होइन सर क्रिटिकल्ली एनालाइज दुईटा अब हाम्रो ट्रेन्ड त्यही नै छ म आज विद्यार्थीहरूलाई पनि त्यही हामी विद्यार्थी पढाउँदा जस्तो क्रिटिकल एनालाइज दुई तिनवटा कुरा एउटा चाहिँ हजुरले सकेसम्म क्रिटिकल एनालाइजमा रियलिस्टिक एक्जाम्पलहरू दिनुपर्छ जस्तो रियल एक्जाम्पल के समाजमा भइते बेला मैले पनि सक्छु एक्जाम्पल दिँदा जस्तो जातको कुरा महिलाको कुरा आदिवासी कुरा जनजातिको कुरा सो सकेसम्म क्रिटिकल्ली एनालाइसिस भन्नुको अर्थ हजुरले क्रिटिसाइज गर्नुहोस् भन्ने होइन कि त्यसलाई चाहिँ व्यवहारिक एङ्गलबाट चाहिँ हेरिदिनुहोस् भने जस्तो अहिले ल के अरे ल इज दि मिन्स अफ एक्सप्लोइटेसन अकर्डिङ टु कार्ल मार्क्स क्रिटिकल्ली एनालाइज भन्यो भने पहिला तपाईँले थ्योरी त लेख्नै पर्यो कार्ल मार्क्सले के भन्छन् मिन्स अफ एक्सप्लोइटेसन के हो बुर्जुवाजी के हो प्रोलेटारियट अनि त्यसपछि तपाईँले दिने एक्जाम्पलहरू चाहिँ सकेसम्म केस बेस सकिन्छ